अर्को भनेको चाहिँ दुईटा मैले अघि नै भनिहालेँ तपाईँको एउटा सेवामा अयोग्य नठहरिने गरी थियो भने सेवामा अयोग्य ठहरिने गरी हुने भनेको कुरा चाहिँ सजिलो छ यहाँहरूले सम्झिनलाई। फौजदारी अभियोग हुने गरी अदालतबाट कसुरदार ठहरिन्छ भने त्यस्तो केसमा, अर्को भ्रष्टाचार गरेमा है, भ्रष्टाचार गरेको प्रमाणित भएमा, अर्को भनेको चाहिँ स्थायी आवासीय अनुमति लिएमा वा सोको लागि आवेदन दिएमा, भनेको पिआर भनेर बुझ्नुहुन्छ होला यहाँहरूले, अस्ट्रेलिया अथवा कुनै देशको, क्यानाडा जस्ता देशहरूको चाहिँ यो स्थायी आवासीय अनुमति लियो भने पनि त्यसमा चाहिँ सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाइन्छ। अनि अर्को भनेको चाहिँ निजामती सेवाको नियुक्ति हुनको लागि अथवा निजामती सेवामा बहाल रहनको लागि भनेको जागिर खाइराख्नको लागि नागरिकता उमेर जस्ता योग्यताहरू ढाँट्यो भने पनि त्यो कर्मचारी बर्खास्त हुन्छ। यति कुरा लेख्नुभयो भने 5 मार्क्समा लेख्ने कुरा पनि यही हो, भएको कुरा पनि यही हो ऐनमा। र यसको निष्कर्षमा चाहिँ यहाँहरूले अत निजामती सेवा ऐनले उल्लिखित कसुरलाई सेवाबाट बर्खास्तीको आधारको रूपमा प्रश्न पारेको छ भनेर छोटोमा हिँड्दा हिँड्दा यति लेखेर निस्किन सक्नुहुन्छ। अनि अर्को छ तपाईँहरूको क्वेसन नम्बर 2मा। यहाँनिर तपाईँहरूले बुझ्नुपर्ने नबुझ्नुपर्ने कुरा त खासै केही पनि थिएन। साउन्ड आउँदै छैन सर, हजुरले एक्टवाला क्वेसन मिलाएर राख्नु होला नि सर। एक्ट ल ठिक छ, साउन्ड आइरहेको छैन, साउन्ड आउनु पर्ने त। ल है, अब अर्को क्वेसन छ, क्वेसन नम्बर 2ले भन्छ तपाईँहरूको क्वेसन नम्बर 2 पनि सजिलो थियो क्वेसनहरू, यो हेर्दाखेरि मात्रै त्यस्तो हामीलाई गाह्रो लाग्ने कुरा हो है। तर यो क्वेसन चाहिँ कुनै पनि किसिमले तपाईँको फेरि छुट्टै झुक्किन पर्ने अथवा के लेख्नु पर्ने होला, वर्णन गरेर के अरे प्याराग्राफमा लेख्नु पर्ने हो कि भन्ने कुराले साथीहरू झुक्किनुहुन्छ, मलाई सोध्नु पनि हुन्छ पटक पटक। त्यस्तो चाहिँ होइन साथीहरू, फेरि वर्णन गरेर तपाईँको व्याख्या गरेर लामो कुरा लेखिराख्नु पर्ने होइन। ल अब यहाँनिरको एकैछिन है, मैले टाइम लिएँ एकैछिन, यहाँ लाइभमा छौँ हामी। यहाँ साथीहरूले चाहिँ खरिदार फर्स्ट पेपर भनिदिनु भएछ, खरिदार सेकेन्ड पेपर चाहिँ हो, लाइभमा भएको थर्ड पेपर चाहिँ हो, मिस्टेक भएछ। एकछिनमा टाइम लिएँ, नरिसाउनु होला तपाईँहरू, नहात्तिनु होला। ल अब यहाँनिर अर्को क्वेसन थियो क्वेसन नम्बर 2मा, नागरिक बडापत्र सुशासनको आधार स्तम्भ हो भन्ने भनाइलाई पुष्टि गर्नुहोस् भन्ने क्वेसन थियो। एउटा दुईवटा क्वेसन यसरी आउँछ इक्जाममा। यो पुष्टि गर्नुहोस् भन्ने क्वेसन आयो भने चाहिँ एकदमै तर्सिनु पर्ने, डराउनु पर्ने केही पनि छैन। यो क्वेसनमा सिम्पल्ली हामीले अरू बेला जसरी लेखिरहेको हुन्छौँ, यो नागरिक बडापत्रले चाहिँ सुशासन ल्याउनको लागि अथवा सुशासन कायम गर्नको लागि कसरी काम गर्छ भन्ने कुरा नै तपाईँको एन्सर हुन्छ। र यो कुरालाई पनि मजाले बुदागत नै लेख्दा हुन्छ, फेरि छुट्टै प्याराग्राफ गराएर अथवा अर्को कुनै फर्मेटमा लेखिराख्नु पर्दैन। अब यहाँनिर मैले यहाँ तपाईँहरूलाई दिएको एन्सर पनि हेर्न सक्नुहुन्छ। यो क्वेसनमा सार्वजनिक सेवाको बारेमा मैले छोटो ओपनिङ के लेखेँ भन्दा माथिपट्टि टाइटल दिएर, त्यही टाइटल जे छ त्यहीलाई बनाउने, नागरिक बडापत्र भन्ने दुईवटा थुप्रो दिने, सुशासनको आधार स्तम्भ भन्ने, किनकि त्यही कुरालाई पुष्टि गर्नु छ हामीले है। अब त्यस पछाडि ओपनिङमा चाहिँ यहाँनिर छोटो, अब दुईवटा तरिकाको ओपनिङ हुन्छ। एउटा ओपनिङ भनेको चाहिँ तपाईँको भनेको के होबाट ओपनिङ हुन्छ परिभाषा जस्तो दिएर, अर्को एउटा यो कसरी आयो भन्नेबाट पनि ओपनिङ गर्न सकिन्छ। र कानुनको कुरा, संविधानमा भएको कुराहरू हो भने चाहिँ नेपालमा यो कसरी छ भनेर पनि ओपनिङ गर्न सकिन्छ। म त्यो कुरा तल पनि भन्दै जाउँला। जस्तो यहाँनिर चाहिँ तपाईँको सार्वजनिक सेवाको बारेमा नागरिकलाई स्पष्ट जानकारी प्रदान गर्ने उद्देश्यले सन् 1991देखि नागरिक बडापत्रको सुरुवात भएको हो भनेर यसरी पनि ओपनिङ गर्न सक्नुहुन्छ। भनेको कहिलेदेखि सुरु भयो भन्ने सन्दर्भबाट र के को लागि चाहिँ नागरिक बडापत्र सुरु भयो भन्ने सन्दर्भबाट पनि ओपनिङ लेख्न सकिन्छ। ल अहिले अहिले एकछिन है, तपाईँहरूको कमेन्ट म हेर्न भ्याउँदिनँ, म यहाँ सिधै अहिले एन्सरमा छु। ल अब यस पछाडि चाहिँ देखाएको कारण नागरिक बडापत्रलाई सुशासनको आधार स्तम्भ मान्न सकिन्छ भन्ने है, माथि पुष्टि गर्नुहोस् भनेको छ नि त। देखाएको कारण अथवा देखाएको आधारमा नागरिक बडापत्रलाई सुशासनको आधार स्तम्भ मान्न सकिन्छ भन्ने, अनि त्यस पछाडि बुदागत रूपमै लेख्दा हुन्छ। अब एउटा कुरा त निकायको प्रकृति र सेवा बारेमा समग्र जानकारी दिने हुनाले यसले पारदर्शिता प्रवर्धन गर्छ। अब पहिलो कुरा हामीले यो पुष्टि गर्दाखेरिमा सुशासनका आधार स्तम्भहरू अथवा सुशासनका तत्त्वहरू के हुन् भन्ने चाहिँ दिमागमा राख्नु पर्यो है। पारदर्शिता कसरी गर्छ भन्ने कुरा मैले सुरुको बुदामा लेख्दाखेरि यहाँ तपाईँहरूलाई के लेखाएको छु भन्दा, निकायको प्रकृति र सेवा बारेमा समग्र जानकारी दिने हुनाले यसले पारदर्शिता प्रवर्धन गर्छ है।
अर्को कुरा, सेवा प्रवाह गर्ने अधिकारी तोक्ने हुनाले यसले फेरि उत्तरदायित्व पनि सुनिश्चित गर्ने भयो। अर्को बुदामा सार्वजनिक सेवाको सम्बन्धमा पदाधिकारीलाई जवाफदेही बनाउँछ है। सुशासनका तत्त्व भनेको के हो त? एउटा पारदर्शिता हो, एउटा उत्तरदायित्व हो, एउटा जवाफदेहिता हो। अब सार्वजनिक सेवाको सम्बन्धमा पदाधिकारीलाई यसले जवाफदेही बनाउँछ। सार्वजनिक निकायको कार्यबारे नागरिकमा जानकारी भई सहभागितामूलक सार्वजनिक प्रशासनको विकास गर्छ। अब सार्वजनिक निकायको कामको बारेमा जानकारी भयो भने अब नागरिकहरू सेवाबारे इन्ट्रेस्टेड हुन्छन्, सेवाको विषयमा आफ्ना सुझाव सल्लाहसहित सहभागिता जनाउँछन् र त्यसले चाहिँ फेरि सहभागितामूलक सार्वजनिक प्रशासनको विकास गर्छ, जुन चाहिँ सुशासनको अर्को एउटा तत्त्व हो, सहभागिता, जनसहभागिता है। यसरी हुन्छ तपाईँको पुष्टि। अनि नागरिक बडापत्रका आधारमा नागरिकले सार्वजनिक कार्यको प्रगति अवस्था मापन गर्न सक्छन् है। अर्को कुरा भनेको यसले नागरिकका गुनासो पहिचान र सम्बोधन गर्दै नागरिकमुखी शासनको पनि विकास गर्छ। सुशासनको उद्देश्य लक्ष्य नै नागरिकमुखी शासन हो। अब बडापत्रले चाहिँ नागरिकका गुनासोको पहिचान गर्छ, सम्बोधन गर्छ। बडापत्रले आफै गर्ने होइन, बडापत्रका आधारमा नपाइने सेवाले गर्दा नागरिकले सम्बन्धित निकाय र सम्बन्धित अधिकारी समक्ष गुनासो गर्ने भयो। अनि अर्को कुरा छ, शासन विकास र सेवा प्रवाहलाई छनौट र मागमा आधारित बनाउँछ। अब बाँकी कुराहरू त कमन कुराहरू, माथि तत्त्वका 4-5वटा कुरालाई जोडेर लेख्नुभयो भने तलका कुराहरू चाहिँ कमन, जस्तो शासन विकास र सेवा प्रवाहलाई छनौट र मागमा आधारित बनाउँछ, सेवामा समानता र समता कायम हुन्छ, प्रशासनमा अनुशासन र व्यावसायिकता प्रवर्धन हुन्छ। यति भन्नुभयो भने यसले तपाईँको 5 मार्क्सलाई पुष्टि गर्छ है। अब अन्त्यमा निष्कर्ष लेख्दाखेरि कसरी लेख्न सक्नुहुन्छ भन्दा, यसरी नागरिक बडापत्रले समग्र सेवा प्रवाहको बारेमा सम्पूर्ण जानकारी सहित पारदर्शिता, जवाबदेहिता, उत्तरदायित्व, सहभागिता, समानता र समताबाट सुशासन कायम गर्न मद्दत गर्छ। अब माथि सुशासनका तत्त्वलाई पनि जोड्नु पर्यो, बडापत्रले के गर्छ भन्ने कुरालाई पनि जोड्नु पर्यो, सुशासनका तत्त्वलाई पनि जोड्नु पर्यो यसको निष्कर्षमा। अब यहाँनिर मैले लेखेकै कुरा तपाईँहरूले हेर्न सक्नुहुन्छ। बडापत्रले चाहिँ समग्र सेवा प्रवाहको बारेमा सम्पूर्ण जानकारी प्रदान गरी अथवा समग्र सेवा प्रवाहको बारेमा सम्पूर्ण नभनिकन सिधै जानकारी प्रदान गरी मात्रै भन्दा पनि हुन्छ, जानकारी प्रदान गरी पारदर्शिता, जवाबदेहिता र उत्तरदायित्व, सहभागिता र समानता एवं समताको माध्यमबाट सुशासन कायम गर्न मद्दत गर्छ भन्यो भने तपाईँको यसले जस्टिफाई गर्छ है यतिको लेखाइलाई। ल यहाँनिर केही छ नबुझेको कुरा? यसमा लास्टमा भएको क्रियापद लेख्नै लेखे नि हुन्छ नि सर भन्नुभएको छ। लास्टमा भएको के लेखाएको छु मैले? प्रशासनमा अनुशासन र व्यावसायिकता प्रवर्धन हुन्छ। हुन्छ, यसै गरेर लेख्दा पनि हुन्छ है। ल अब अर्को क्वेसनमा जाउँ त। अर्को क्वेसन थियो तपाईँको सार्वजनिक सेवा प्रवाहका अवयवहरू बारे प्रश्न पार्नुहोस्। यो अवयवहरू भन्यो भने नजोकिने, अवयवहरू भन्यो भने अवयव भन्यो भने पनि त्यही हो, तत्त्व भन्यो भने पनि त्यही हो, कहिलेकाहीँ आधार स्तम्भ पनि भन्न सक्छ यस्तो क्वेसनमा चाहिँ। जस्तो सुशासनको अवयवहरू, सुशासनका तत्त्वहरू, सुशासनका आधार स्तम्भहरू, सार्वजनिक सेवा प्रवाहका अवयवहरू, सार्वजनिक सेवा प्रवाहका तत्त्वहरू भन्न सक्छ। अब यस्तो बेला तपाईँहरूले नजोकिने, नआत्तिने र तत्त्वहरू भनेको चाहिँ सेवा प्रवाहसँग सम्बन्धित के कुराहरू चाहिँ जोडिन्छन् सेवा प्रवाहसँग, त्यो कुराहरूलाई ध्यान दिएर लेख्ने हो। अब यहाँनिर टाइटल यसै गरी दिए हुन्छ सिधै क्वेसनमा जे छ त्यही, अथवा सार्वजनिक सेवा प्रवाह नागरिकको के भन्ने त्यो अधिकार भन्दा पनि हुन्छ, अथवा सार्वजनिक सेवा नागरिकको अधिकार राज्यको दायित्व भन्दा पनि हुन्छ टाइटल, जसरी दिँदा पनि भयो। अब यहाँनिर जे क्वेसनमा छ त्यहीलाई मैले टाइटल बनाइदिएँ र ओपनिङ चाहिँ सरकारका शासकीय सहायताबाट नागरिकलाई वा सेवाग्राहीलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू सेवा प्रदायकबाट सेवाग्राही समक्ष पुर्याउने कार्य सार्वजनिक सेवा प्रवाह हो। यो भनेको चाहिँ सरकार र शासकीय सहायतार भनेको बुझ्नुहुन्छ कि बुझ्नुहुन्न तपाईँहरूले? सरकार भनेको त हाम्रो मुख्य सेवा प्रवाह गर्ने सरकार नै भयो है। शासकीय सहायतार भनेको चाहिँ सरकारसँग मिलेर काम गर्ने, जस्तो कुनै उपभोक्ता समितिले बाटो बनाइरहेछ भने त्यो शासकीय सहायतार भयो, नागरिक समाजको तर्फबाट आएको शासकीय सहायतार भयो। अनि कुनै ठेकेदारले बाटो बनाइरहेछ भने त्यो पनि शासकीय सहायतार हो। त्यो चाहिँ कस्तो शासकीय सहायतार हो भन्दा निजी क्षेत्रबाट आएको शासकीय सहायतार हो। ती सरकार र सरकारका शासकीय सहायताबाट नागरिकलाई वा सेवाग्राहीलाई, नागरिकलाई भनेको चाहिँ तपाईँ हामीलाई जोसँग नागरिकता छ, सेवाग्राही भनेको चाहिँ हाम्रा नागरिक होइनन्, विदेशबाट आएर नेपालमा बसिरहेछ, उसले पनि कुनै न कुनै सार्वजनिक सेवा उपभोग गरिरहेको हुन्छ। त्यस्तालाई वस्तु र सेवा प्रदायकबाट भनेको सरकारबाट अथवा सेवा प्रवाह गर्ने त्यस्तो संयन्त्रबाट नागरिक समक्ष पुर्याउने कार्य चाहिँ सार्वजनिक सेवा प्रवाह भनेर छोटो यो ओपनिङ परिभाषा लेखिसके पछाडि ओपनिङ यसरी लेखौँ। ल अब यसका अवयवहरू निम्न छन् भन्ने र सिधै लेख्ने है, फेरि बिचमा अर्को भूमिका नबाध्ने। सार्वजनिक सेवा प्रवाहका अवयवहरू निम्न छन् भन्ने
अब लेख्ने जस्तो दुई चारवटा कुराहरूलाई ध्यान दिनु पऱ्यो। एउटा नीति नियम हुन्छ सार्वजनिक सेवा प्रवाहमा, अर्को चाहिँ सेवा प्रदायकहरू हुन्छन्, अनि अर्को सेवाग्राहीहरू हुन्छन्, अर्को प्रणाली हुन्छ, संयन्त्र हुन्छ, यी कुराहरूलाई ध्यान दिनु पऱ्यो। जस्तो मैले यहाँ के लेखेँ भन्दा सार्वजनिक सेवा प्रवाहका अवयवहरू निम्न छन् भने सार्वजनिक सेवा प्रवाह सम्बन्धी नीति नियमहरू जस्तै संविधान, नागरिकता ऐन लगायतका कुराहरू है। अब अन्य कार्यविधि मापदण्डहरू पनि लेख्न सक्नुहुन्छ। अब यो यी चाहिँ सेवा प्रवाहका प्रत्यक्ष कानुनहरू हुन्। खासमा हुनलाई सुशासन ऐन पनि सेवा प्रवाहकै लागि आएको ऐन हो, फेरि हुनलाई चाहिँ ती कुराहरू पनि लेख्दा हुन्छ है। सार्वजनिक सेवा प्रवाह सम्बन्धी नीति नियमहरू भन्ने अब यसै गरी तल जस्तरी सब बुलेट गरेर लेखे पनि भयो, अथवा होइन भने यसै गरी छेउतिर लेखे पनि भयो। अनि अर्को अवयव हुन्छ सेवा प्रदायक। सेवा प्रवाह सम्बन्धी नीति नियम भइसकेपछि अर्को हुन्छ सेवा प्रदायक, जसले सेवा दिने हो। त्यो भनेको चाहिँ तपाईँको कार्यालयहरू, सरकारी कार्यालयहरू, सङ्घ प्रदेश र स्थानीय तहका कार्यालयहरू हुने भए। त्यसै गरी सरकारसँग जोडिएर अघि पनि मैले माथि भनिहालेँ शासकीय सहायताहरू, तिनीहरू पनि तपाईँको सरकारी सेवा प्रदायक निजी क्षेत्रका कार्यालयहरू हुन् फेरि है। अनि गैर सरकारी संस्थाहरूले पनि सार्वजनिक सेवा प्रवाह गरिरहेकै हुन्छन् आफ्नो तरिकाबाट। अनि संयुक्त राष्ट्र सङ्घीय निकायहरू भनेका चाहिँ जस्तो नेपालमा बसेर काम गर्ने अब युनेस्को होला है, जस्तो युएन अन्तर्गतका निकायहरू, जस्तो विश्व खाद्य कार्यक्रमहरू होला है, विश्व खाद्य सङ्गठन होला, यस्ता निकायहरू चाहिँ फेरि संयुक्त राष्ट्र सङ्घीय निकायहरू लगायत भनेको जस्तो सार्कका निकायहरूले पनि सेवा प्रवाह गरिरहेको हुन्छ सेवा प्रदायकका रूपमा। अनि कर्मचारीहरू यी चाहिँ भयो तपाईँको अवयव अन्तर्गतका सेवा प्रदायकहरू। अनि अर्को हुन्छ सेवा प्रवाहमै हुने कुरा भनेको चाहिँ स्रोत साधन है। स्रोत साधन भनेको के हुन्छ भन्दा वित्तीय स्रोत साधन हुन्छ, बजेट हुन्छ सार्वजनिक सेवा प्रवाहमा। भौतिक पूर्वाधार हुन्छ, भवन आफैमा भौतिक पूर्वाधार हो, कुर्सी टेबल भौतिक पूर्वाधार हो। अनि सूचना तथा सञ्चार प्रणाली हुन्छ, एउटा सेवाग्राहीसँगको सूचना प्रणाली होला, कार्यालयभित्रको सूचना प्रणाली होला, हाकिमले जुनियरसँग कसरी सञ्चार गर्छ, अथवा माथि तालुकको कोले निका हो भने मले निकासँग कसरी सञ्चार गर्छ, त्यो कुरा भयो। अनि अर्को महत्त्वपूर्ण स्रोत साधन भनेको चाहिँ अभिलेख र सूचनाहरू, जस्तो हामीले फाइलहरू, सार्वजनिक निकायमा भएका फाइलहरू, विगतका सूचनाहरू जस्ता कुराहरू पनि यसका अवयव हुन्। अर्को अवयवमा हुन्छ प्रणाली र संयन्त्र, सेवा प्रवाह गर्ने प्रणालीहरू, व्यवस्थापन सूचना प्रणालीहरू, एमआइएस भन्छौँ नि हामी। जस्तो तपाईँको कुनै युनिभर्सिटीको एमआइएस चाहिँ कसरी काम गर्न सक्छ भन्दा युनिभर्सिटीको एमआइएसले अब त्यहाँ तपाईँको सर्टिफिकेट, एउटा निकायले गरेको कामको सर्टिफिकेटमा गरेको इन्ट्री अर्को निकायले प्रिन्ट गरेर दिन्छ नि, तपाईँको जुन ठाउँमा बुझाउनु भएको त्यही ठाउँबाट त तपाईँले सर्टिफिकेट लिनुहुन्न। अब त्यस्तो सूचना प्रणालीहरू पनि फेरि तपाईँको सेवा प्रवाहका अवयव हुन्। अनि सूत्र टिएसए जस्ता प्रणालीहरू भए है। सूत्र टिएसए जस्ता प्रणाली भनेको चाहिँ हाम्रो वित्तीय व्यवस्थापनको लागि विकास गरेका प्रणालीहरू। अब संयन्त्रमा चाहिँ फेरि विभिन्न समितिहरू हुन्छन्, जस्तो कार्यालयभित्रै खरिद, अब बोलपत्रको मूल्याङ्कन समितिहरू होला है। त्यस्ता समितिहरू चाहिँ फेरि तपाईँको संयन्त्र भए। अनि समन्वय प्रणालीहरू हुन्छ कार्यालयमा। समन्वय प्रणाली भनेको चाहिँ जस्तो निकायभित्र हाकिम र जुनियर बिच हुने समन्वय, अन्तर्निकाय हुने समन्वय। जस्तो खानेपानी कार्यालय काठमाडौँ उपत्यका खानेपानी निबिडो हो भने त्यसले अब सडक विभागसँग समन्वय गर्छ होला, त्यस्तो चाहिँ समन्वय प्रणाली पनि सेवा प्रवाहको अवयव हो। अब यी कुराहरू लेखिसकेपछि यो नोट चाहिँ म पछि तपाईँहरूलाई राखिदिन्छु पनि, अथवा यहाँ सर्टकटमा तपाईँहरूले नोट पनि गर्नु होला। यो एपमा पनि आउँछ एमएसएन गुरुको, र म पेजमा पनि राखिदिन्छु आफ्नै पेजमा। र यति भनिसके पछाडि यहाँनिर तल तपाईँको निष्कर्ष छोटोमा के लेख्न सक्नुहुन्छ भन्दा 5 मार्क्सको निष्कर्ष यति नै छोटो लेख्ने हो सकेसम्म है, लामो चाहिँ नबनाएको राम्रो। मैले यहाँ के लेखेँ भन्दा अत सेवा प्रवाहमा सरकारका साथै निजी क्षेत्र, गैर सरकारी संस्थाहरू लगायतका संयन्त्रका विभिन्न अवयवहरू सक्रिय हुन्छन् भनेको अवयवहरू चाहिँ निजी क्षेत्रका पनि हुन्छन्, सरकारी संयन्त्रका पनि हुन्छन्, र गैर सरकारी संस्थाका विभिन्न अवयवहरू सक्रिय हुन्छन्। ल यति भन्नुभयो भने तपाईँको निष्कर्ष पनि बन्छ र क्वेसनले मागेको कुरा पनि पुग्छ। र यस पछाडि अर्को क्वेसनमा जानुभन्दा अगाडि म तपाईँहरूको कुरा हेरिहाल्छु यहाँ केही छ भने। मैले अवयव भनेको डाइमेन्सन होला भनेर डाइमेन्सन लेखेँ सर भन्नुभएको छ, त्यस्तो होइन। माध्यम र अवयव एउटै हो भन्नुभएको छ, अलिकति फरक हो। माध्यम भनेको चाहिँ सेवा प्रवाह कसरी हुन्छ है। अब एउटा कुरा त सार्वजनिक निकायहरूबाट हुन्छ होला सेवा प्रवाह, अनि अर्को विभिन्न प्रणालीहरूबाट तपाईँको सार्वजनिक साझेदारी एउटा माध्यम होला है। अनि त्यसपछि विद्युतीय सेवा प्रवाह अर्को माध्यम होला। यी चाहिँ फरक कुरा हुन्। अवयव भनेको चाहिँ जस्तो अब हुनलाई फेरि एउटै पनि हो, बुझ्दाखेरि चाहिँ एउटै रूपमा बुझ्दा हुन्छ, तर लेख्ने तरिका चाहिँ अलिअलि फरक पार्नुपर्छ है। मैले यहाँ जसरी छुट्याएर क्लस्टरिङ गरेर लेखिदिएको छु नि, त्यसरी थोरै फरक पारेर लेख्दा राम्रो हुन्छ। ल अर्को क्वेसनमा जाउँ।
क्वेसन इजी नै छ, पछाडिको क्वेसनहरू चाहिँ अलि इम्पोर्टेन्ट छ र म त्यसमा अलि बढी टाइम दिन्छु। इजी क्वेसनहरूलाई चाहिँ म सरर भन्दै जान्छु। टिप्ने साथीहरूले टिप्नु पनि होला र ध्यान दिएर सुन्नु होला। अर्को क्वेसन थियो क्वेसन नम्बर 4मा, यो 10 मार्क्सको क्वेसन। विद्युतीय शासनका चरणहरू उल्लेख गर्दै नेपालमा यसको वर्तमान अवस्थाबारे चर्चा गर्नुहोस्। यो क्वेसन तपाईँहरूले कतिको प्र्याक्टिस गर्नु भएको थियो। मैले यहाँ तपाईँहरूलाई चरण र वर्तमान अवस्था दुइटै लेखिदिएको छु। यहाँनिर तपाईँहरूले सिम्पल्ली टाइटल यसै गर्ने दिन सक्नुहुन्छ, विद्युतीय शासनका चरण र अवस्था भन्ने, पूर्ण विराम दिने, अन्डरलाइन गरिदिने टाइटललाई है, चट्ट बिचमा राखेर अन्डरलाइन गरेर यसै गरी पूर्ण विराम दिएर लेखिदिने। अब रचनात्मक टाइटल बनाउने साथीहरूले विद्युतीय शासन सुशासनको आधार भन्दा पनि भयो है। रचनात्मक टाइटल गराउनेले होइन, जे छ त्यही क्वेसनको टाइटल बनाउनेले यसै गरी बनाउनु होला। र ओपनिङ चाहिँ यहाँनिर मैले के लेख्थेँ तपाईँहरूलाई भन्दा, शासकीय गतिविधिमा विद्युतीय प्रणाली र उपकरणको प्रभावकारी उपयोग गर्नु विद्युतीय शासन हो। के हो त यो? शासकीय गतिविधिमा शासन विकास सेवा प्रवाह पनि भन्न सक्नुहुन्छ। विद्युतीय प्रणाली पनि हो, सिस्टम पनि हो, र उपकरण पनि हो भनेको कम्प्युटर जस्ता कुराहरूको युज पनि हो यो आफैमा। अनि अर्को कुरा चाहिँ प्रणाली, हाम्रो जस्तो वेबसाइटहरूको उपकरण युज गर्नु पनि यो विद्युतीय शासन हो। यो सुशासन प्रवर्धन र नागरिक सन्तुष्टिको नवीन प्रयास हो। मैले दुईवटा कुरा किन लेखेँ भन्दाखेरि किनकि क्वेसन 10 मार्क्समा छ है। 10 मार्क्समा भएको बेला चाहिँ एउटा परिचय जस्तो लेखेर छोटो अर्को केही पनि लेख्नु होला। यति लेखिसके पछाडि अब यसको मेन क्वेसनले मागेको कुरामा माथि त हामीले भूमिका बाँध्यौँ। विद्युतीय शासनका चरणहरू निम्न छन् भन्ने छोटोमा लामो नबनाउने, माथि यो ओपनिङ लेखिसकेपछि फेरि लामो भूमिका बाँध्नु पर्दैन। अब यसमा चाहिँ 4वटा चरण छन् है, 5वटा चरण छन्। यो 5वटा चरणमध्ये सुरुदेखि अन्तिमसम्म विभिन्न चरणमा विद्युतीय शासनको सुरुवात हुन्छ। यो विगतदेखि अहिलेसम्मको हेर्दाखेरि पनि, र कुनै नयाँ कार्य स्थापना भएपछि यसै गरी नै विद्युतीय शासनको चरणको सुरुवात हुने हो। चरण चाहिँ एउटा सामान्य सुरुवात भन्छ, इमर्जिङ फेज भन्छ। यस चरणमा सरकारी प्रणाली र वेबसाइटको विकास गरिन्छ है। इमर्जिङ फेजमा चाहिँ सरकारी प्रणाली सिस्टमहरू जस्तो अब टिएसए सूत्रहरू जस्ता प्रणाली होला, अथवा अन्य कुनै विद्युतीय शासनका प्रणाली होला, र वेबसाइटहरूको विकास गरिन्छ। अझ नीति नियमको पनि विकास गरिन्छ भन्न सक्नुहुन्छ। अर्को छ प्रभाव अभिवृद्धि, इन्हेन्स, सेकेन्ड चरणमा। यस चरणमा चाहिँ सरकारी वेबसाइट र प्रणालीहरूमा सूचना र तथ्याङ्कहरू अपलोड गरिन्छ। जस्तो सरकारी निकायबाट हुने कामहरूका विषयका कुराहरू, सरकारले गरेका कामका सूचनाहरू, अथवा सरकारी वेबसाइटमा विभिन्न त्यो इन्टरफेसहरूमा विभिन्न सेक्सन बनाएको हुन्छ नि, जस्तो फारमहरू डाउनलोड गर्नुहोस्, पाठ्यक्रम डाउनलोड गर्नुहोस् भन्छ नि लोकसेवाको। त्यस्तै गरी पाठ्यक्रम जस्ता कुराहरू चाहिँ यसमा अपलोड गरिने भयो दोस्रो चरणमा प्रभाव अभिवृद्धि गर्दा। तेस्रो चरणमा गएर इन्टरेक्टिभ चरण हुन्छ। यो चाहिँ अन्तर्क्रियात्मक चरण हो। यसमा सेवाग्राही अथवा नागरिक र सेवा प्रदायक अथवा सरकारले इन्टरेक्सन गर्छन्। भनेको यताबाट सूचना दिने होला, अथवा यताबाट कुनै कुराको जानकारी दिने होला, उताबाट चाहिँ विवरण दिने होला। जस्तो व्यक्तिले तपाईँले फारम भर्दाखेरि आफ्नो विवरण दिनुहुन्छ होला, फारम यसरी भर्ने भनेर सरकारले त्यो जानकारी दिन्छ होला, र फारम एप्रुभ फेरि सरकारले गर्छ। यो चाहिँ इन्टरेक्टिभ चरण भयो। अब यो चरणमा चाहिँ सरकारी निकाय र नागरिक बिच विद्युतीय प्रणालीबाट अन्तर्क्रिया हुन्छ। जस्तै अनलाइन फर्म भर्ने भनेको छु मैले यहाँ। यति मात्रै होइन है, फेरि इन्टरेक्सन चाहिँ अरू पनि हुन्छ। वेबसाइट मार्फतै हुने इन्टरेक्सन अरू पनि हुन्। अनि कारोबार, फोर्थ स्टेजमा चाहिँ यहाँहरूले ट्रान्ज्याक्सनल फेजमा चाहिँ, अब यस चरणमा राजस्व, सेवा शुल्क जस्ता कुराहरू चाहिँ भुक्तानी हुन्छ। अब ट्रान्ज्याक्सन हुन थाल्यो भने चाहिँ प्रणालीमा गएर, र कागजातहरू पनि अपलोड हुन्छ। अब पब्लिकहरूले चाहिँ सरकारी सफ्टवेयरमा आफ्नो कागजातहरू अपलोड गरेर सरकारी सफ्टवेयरबाट अटोमेटिक सर्भिस लिन थाल्छन् यो चरणमा। अन्तिम चरण भनेको इन्टिग्रेसन हुन्छ। यस्तो चरणमा चाहिँ सबै निकायका तपाईँको सेवाहरूलाई एउटै प्रणालीमा आबद्ध गरिन्छ। जस्तो अस्ति पनि तपाईँहरूले यो देख्नु भएको भएन, जस्तो हामीले अब नेसनल आइडी बनाउँदाखेरि अथवा भोटर आइडी बनाउँदाखेरि, अझ भोटर आइडीको लागि हो क्या अरे, भोटर आइडी बनाउनको लागि लिनुपर्ने बायोमेट्रिक चाहिँ अब हामीले नेसनल आइडी बनाउँदा भरेको बायोमेट्रिक, जस्तो हामीले औँलाको छाप, आँखाको यो के अरे स्क्यान गरेर आँखा लिन्छ नि, यो कुराहरू चाहिँ जब नागरिक एपबाट तपाईँको यो निर्वाचन आयोगले लिन सक्छ नि, यो भनेको चाहिँ इन्टिग्रेसन भयो कि दुईवटा निकायबिच वेबसाइटको आबद्धता भयो, सेवाको आबद्धता भयो, र सेवाहरू चाहिँ सबै सेवाहरू सरकारले नागरिक एप जस्ता प्रणालीहरूबाट दिन थाल्छ यस्तो बेलामा। यो 5वटा कुरा लेख्नुभयो भने चाहिँ तपाईँको चरण हुन्छ। 3 मार्क्सको छ, छोटोमा लेख्ने। मैले यहाँ अलिकति बढी पनि लेखा हुनसक्छु तपाईँहरूलाई बुझाउनलाई है। यति लेख्नु भने 3 मार्क्स आउँछ। अब अर्को अर्को फेजमा छ, दोस्रो चरणमा नेपालमा विद्युतीय शासनको वर्तमान अवस्था भनेर सोधेको छ क्वेसनले है।
अब विद्युतीय शासनको वर्तमान अवस्था भनेको क्वेसनमा चाहिँ तपाईँहरूले लेख्नुपर्ने कुरा भनेको दुईटा कुरा लेख्नुपर्छ। विद्यमान अवस्थामा जहिले पनि वर्तमान अवस्था सोध्छ भने अब अर्थतन्त्रको वर्तमान अवस्था भन्छ भने बढी डाटामा जोड दिएर अर्थतन्त्रका कुराहरू लेख्नुपर्ने हुन्छ भने यस्तोमा विद्यमान अवस्था सोधेको केसमा चाहिँ सकारात्मक पक्ष के छ अथवा राम्रो के भइरहेको छ र सुधार गर्नुपर्ने पक्षहरू हाम्रा के छन् जस्ता कुराहरू विशेष गरी जोड दिने चाहिँ सकारात्मकतिर माथिको यो है। राम्रो के छ हाम्रो त्यो कुरामा जोड दिने है। अब यहाँनिर तपाईँहरूले हेर्नुभयो भने विद्यमान अवस्था भनेको तपाईँको डाटा मात्रै लेख्नु, इन्टरनेटको पहुँच यति पुग्यो, ग्राहक इन्टरनेट ग्राहक घनत्व यति पुग्यो, ब्रोडब्यान्ड यति ठाउँमा पुग्यो भन्नु मात्रै फेरि तपाईँको सकारात्मक पक्ष हुँदैन। विद्युतीय शासनको कुरा छ। मैले यहाँनिर के लेख्थेँ तपाईँहरूलाई भन्दा विद्युतीय सुशासन आयोग गठन आदेश 2079 जारी भई विद्युतीय सुशासन आयोग स्थापना भएको छ। यो विद्युतीय सुशासन आयोग गठन आदेश 2079ले एउटा निकाय स्थापना गरेको छ, विद्युतीय सुशासन आयोग। यसको कामै तपाईँको सार्वजनिक सेवा प्रवाह र विकास, सुशासन, शासन जस्ता कुराहरूमा जति सकियो विद्युतीय प्रणाली, विद्युतीय संयन्त्रको उपयोग गर्नको लागि यो स्थापना गरिएको। अर्को छ तपाईँको विद्युतीय सेवाको सुरक्षाको लागि विद्युतीय कारोबार ऐन र नियमावली जारी भई कार्यान्वयनमा रहेको छ। विद्युतीय कारोबार ऐन 2063 र विद्युतीय कारोबार नियमावली 2064 छ, दुईटा कुरा छ। यसले चाहिँ तपाईँहरूको हाम्रो विद्युतीय कारोबार, विद्युतीय गतिविधि भनेको हाम्रो साइबर गतिविधिलाई सुरक्षा गर्नको लागि यो कानुनको व्यवस्था छ है। हामीले अब यहाँबाट सकारात्मक पक्षमा दुईटा कुरा भन्यो, एउटा के अरे विद्युतीय सुशासनको लागि, विद्युतीय संयन्त्रको उपयोगका लागि यस्ता व्यवस्था छ भन्ने कुरा भयो। अर्को हाम्रो विद्युतीय सुरक्षाको लागि पनि छ है भन्ने कुरा देखाएँ यहाँबाट। अर्को कुरा प्रणालीहरू देखाउनु पर्यो। एलएमबिएस, पिएलएमबिएस सूत्र, टिएसए जस्ता महत्त्वपूर्ण प्रणाली स्थापना भई प्रयोगमा छन्। एलएमबिआइएस भनेको चाहिँ लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम सङ्घको हो। यो चाहिँ पिएलएमबिआइएस भनेको चाहिँ प्रदेशको प्रोभिन्सियल लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम है। यी कुराहरू चाहिँ बजेट तर्जुमामा युज हुन्छन्। सूत्र भनेको स्थानीयले विशेष गरी युज गर्छ। यसमा बजेट तर्जुमादेखि लिएर जम्मै अब धेरै कुरा हुन्छ यो सूत्रमा त है। टिएसए जस्ता महत्त्वपूर्ण प्रणाली स्थापना भई प्रयोगमा रहेका छन् भन्ने। अर्को कुरा सरकारको नीति तथा कार्यक्रम तथा बजेटले, एवं बजेटले भन्दा पनि हुन्छ, अब तथा दुई ठाउँ प्रयोग नगरेको राम्रो हो। एवं बजेटले समेत विद्युतीय शासनमा लगानी र विस्तारमा जोड दिएका छन्। डिजिटल नेपालको लागि नागरी एप, नेसनल आइडी जस्ता उपकरणको विकास गरिएको छ। यो पनि विद्युतीय शासनकै लागि हो। नागरी एप के को लागि हो त भन्दा तपाईँको सरकारी सेवाहरू नागरिक एपबाट दिन सकियोस् भन्ने उद्देश्यको लागि हो भोलिका दिनमा। नेसनल आइडी पनि सर्भिस कार्डको रूपमा भोलिका दिनमा तपाईँले सरकारी निकायमा जाँदाखेरि त्यसमा त चिप छ नि त, स्क्यान गरेर तपाईँको केही विवरण लिन सकिन्छ होला अथवा केही कुरा दिन सकिन्छ होला। त्यस्ता प्रणालीहरूको विकास गरिएको छ भन्ने। अनि सार्वजनिक निकायले ई सर्भिस र ई गभर्नेन्सको लागि वेबसाइट तथा अन्य सफ्टवेयरको विकास गरी प्रयोगमा ल्याएका छन्। यो त बुझिहाल्नुहुन्छ। देशको सबै स्थानीय तहसम्म ब्रोडब्यान्ड इन्टरनेट सुविधा पुगेको छ। अथवा देशको 753 स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेको छ भन्दा पनि भयो। अर्को कुरा भनेको इन्टरनेटको ग्राहक घनत्व 144.23% रहेको छ। यी चाहिँ केही अब हाम्रो इन्टरनेटमा एक्सेस पनि राम्रो छ भन्ने देखाउने कुरा भयो। विद्युतीय शासनमा चाहिँ इन्टरनेटको एक्सेस राम्रो हुनु मात्रै विद्युतीय शासन होइन। हाम्रो विद्युतीय शासनका लागि के संयन्त्र छन्, के प्रणाली छन्, के अभ्यास छ भन्ने कुरा सकारात्मक पक्ष हो खासमा वर्तमान अवस्थामा। तर यी इन्टरनेटका एक्सेस जस्ता कुराहरूले पनि विद्युतीय शासनमा यसले पनि मद्दत गरिरहेछ भन्ने कुरा देखाउँछ भनेर मैले अन्त्यमा लेखिदिएको हो। ल अर्को सुधार गर्नुपर्ने पक्ष भन्ने, अब नकारात्मक पक्ष अवस्था भन्ने पनि हुन्छ, अथवा अझ राम्रो भाषामा लेख्छु भने सुधार गर्नुपर्ने पक्ष भन्ने। त्यसमा चाहिँ के लेख्ने त भन्दा विद्युतीय प्रणालीको विकास भए तापनि प्रणाली र सेवा एकीकरण भएका छैनन्। मैले अघि नै भनिहालेँ, नागरिक एप अथवा तपाईँको नेसनल आइडी र निर्वाचन आयोग जस्तै अरू निकायसँग हाम्रो चाहिँ यो एकीकरण भएका छैनन्, सफ्टवेयरहरू जोडिएका छैनन्। अनि विद्युतीय प्रणालीको सुरक्षा चुनौतीपूर्ण देखिन्छ। हाम्रो सफ्टवेयरहरू बेला बेला ह्याक हुने, हाम्रो सिस्टम वेबसाइटहरू ह्याक हुने जस्ता चुनौतीहरू छ। सार्वजनिक निकायको वेबसाइट तथा सर्भरहरू बारम्बार अवरुद्ध हुन्छन्। योभन्दा अगाडि पनि लोकसेवाको वेबसाइट लामो समय नचलेको तपाईँहरू अब भर्खर तयारी गर्दै हुनुहुन्छ भने थाहा छैन होला। 1-1.5 वर्ष अगाडि त्यस्तो भएको थियो। बारम्बार अवरुद्ध होइन, महिनौ अवरुद्ध भएको थियो त्यही बेला। नागरिकमा विद्युतीय साक्षरताको विकास गरी विद्युतीय सेवा उपभोग गर्न सक्ने क्षमता विकास गर्न सकिएको छैन। अर्को समस्या भनेको चाहिँ नागरिकमै विद्युतीय साक्षरताको अवस्था कमजोर छ। यो कति छ डेटा याद छ भने लेख्ने, मलाई याद थिएन र मैले यहाँ लेखिनँ। 57% आसपास छ जस्तो लाग्छ मलाई चाहिँ। अब यो कुरा अब के लेख्न सकियो भन्दा विद्युतीय साक्षरताको अवस्था कमजोर छ, जसले गर्दा
नागरिकहरूले अब विद्युतीय सुशासनको लाभ लिन पनि सक्दैनन् र विद्युतीय शासनमा आबद्ध हुन सक्दैनन्। अर्को कुरा भनेको दुर्गम क्षेत्र र विभिन्न वर्गमा इन्टरनेटको सुविधा पुग्न सकेको छैन। यो पनि समस्यामा लेख्न सकिन्छ। अब निष्कर्षमा यहाँनिर के लेख्ने भन्दा वर्तमान अवस्था र विद्युतीय शासनका चरण सोधेको छ। अब दुइटै कुरालाई समेट्न सकिँदैन भने यो सबैलाई होल टोटलमा समेट्ने गरी यसरी निष्कर्ष लेख्न सकिन्छ। विद्युतीय शासन वर्तमान समयमा अपरिहार्य बनिसकेको सन्दर्भमा सरकार, निजी क्षेत्र तथा सरकारवाला बीच प्रभावकारी समन्वय कायम गर्दै यसको लाभ नागरिकलाई प्रदान गर्न आवश्यक छ। के भने त मैले भन्दाखेरि विद्युतीय शासन वर्तमान समयमा अपरिहार्य बनिसकेको छ। अब यसमा सरकार, निजी क्षेत्र तथा सरकारवाला अन्य बीच प्रभावकारी समन्वय कायम गर्दै यसको लाभ नागरिकलाई प्रदान गर्नु आवश्यक छ भन्यो भने चाहिँ तपाईँको ल यो कुरा चाहिँ एउटै हो। यो कुरा चाहिँ त्यसपछि सकिन्छ है। ल म तपाईँको यहाँनिर च्याटहरू हेर्छु। नीतिगत कार्यक्रम तरिकाले लेखेको के कुरामा लेख्नुभयो त्यस्तो, कुन क्वेसनमा लेख्नुभयो? अनि सर निजामती सेवाको प्रवेशको उमेरगत घटाएको हो र छैन, एकदम मजाले पढ्नुहोस्। अहिलेसम्म घटाएको छैन। अब घटायो भने त्यसपछि विकल्प सोच्नु होला। अहिलेसम्म चाहिँ घटाएको छैन, अहिलेसम्म यही कुरो छ। कानुनै आएको छैन, कसरी घट्छ? अहिले घट्ने कुरै हुँदैन। ल क्वेसन नम्बर 5मा छ खाद्य सम्प्रभुताको परिचय दिँदै खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन 2075ले खाद्य नागरिकलाई, यो एकदमै सम्भाव्य क्वेसन छ, नागरिकलाई खाद्य अधिकार र किसानलाई खाद्य सम्प्रभुता सम्बन्धमा के कस्तो अधिकार हुने व्यवस्था गरेको छ उल्लेख गर्नुहोस् भनेको छ। 2+4+4मा छ यो क्वेसन है। पहिलो कुरा त खाद्य सम्प्रभुताको परिचय दिनुहोस् भनेको छ है। अनि यस्तो चाहिँ सोध्छ तपाईँको ऐन भएको कुरामा अगाडिपट्टि अलिकति यति जोड छ, धेरै चाहिँ लेख्दैन। यस्तो क्वेसनमा तपाईँहरूलाई खाद्य सम्प्रभुताको नेपालमा चुनौती अवस्था चाहिँ नसोधिहाल्ला है, किनकि तपाईँको सिलेबसमा त त्यो सबै पढ्नुपर्ने गरी छैन क्यारे। अगाडि थोरै परिचय चाहिँ खाद्य अधिकार भनेको के हो, खाद्य सम्प्रभुता भनेको के हो जस्ता कुराहरू जो बुझ्नु पर्यो। खाद्य सम्प्रभुता भनेको किसानसँग केन्द्रित हो, खाद्य अधिकार सबै नागरिक अथवा व्यक्तिसँग केन्द्रित हुन्छ। खाद्य अधिकार भनेको चाहिँ खाद्यान्नमा हुने भौतिक वित्तीय पहुँचलाई जनाउँछ खाद्य अधिकारले है। वित्तीय तथा भौतिक पहुँच दुइटै हुनुपर्छ भन्छ। खाद्य सम्प्रभुताले चाहिँ फेरि किसानको अधिकारलाई जोड दिन्छ। अब मैले तपाईँलाई यो भूमिका अलिकति भनिदिएको, यहाँनिर यो लेखिसकेपछि तपाईँहरूले यसरी टाइटल दिने अनि अन्डरलाइन गर्ने। मैले यहाँ रचनात्मक टाइटल जस्तो गराएको छु अलिकति, खाद्य सम्प्रभुता खाद्यान्नमा कृषकको अग्राधिकार भनेको छु। अब यहाँनिर यही कुरा नभनिकन तपाईँले माथिकै कुराहरूलाई जस्तो खाद्य सम्प्रभुता र के अरे खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐनमा यसको व्यवस्था भनेर पनि टाइटल दिन सक्नुहुन्छ क्या। त्यति खासै कन्फ्युजन हुनु पर्दैन है। अब अन्तिममा आएर त्यो कन्फ्युजन नबस्ने। अब यहाँनिर ओपनिङमा के लेख्ने भन्दाखेरिमा खाद्यान्नमा उत्पादकको प्रमुख अधिकार स्थापना गर्ने मान्यताले, मैले अघि पनि सिकाएको छु तपाईँहरूलाई ओपनिङ लेख्ने तरिका। एउटा परिचय लेखेर ओपनिङ हुन्छ, अर्को सन्दर्भ लेखेर ओपनिङ हुन्छ, अर्को अवधारणा टाइपले ओपनिङ हुन्छ। ओपनिङ मोनोटोनस एउटै पेजको पेपरको एउटै खण्डमा परिचय मात्रै लेखेर जताततै ओपनिङ गर्नुपर्छ भन्ने छैन। तर अहिले तपाईँहरूले जसरी लेख्नु भएको छ त्यसै गरेर लेख्नु होला, इक्जाममा नआत्तिनु होला। अहिले लेखेको फ्रेमलाई चेन्ज चाहिँ नगर्नु होला, अब इक्जाम नजिक आइसकेको छ। अब यहाँनिरको क्वेसनमा खाद्यान्नमा उत्पादकको प्रमुख अधिकार स्थापना गर्ने मान्यताले सन् 1996मा भएको लाभिया लाभिया कम्पेन्सिना मुभमेन्टले सर्वप्रथम खाद्य सम्प्रभुताको चर्चा गरेको थियो भनेर मैले लेखेँ। यो चाहिँ एउटा मुभमेन्ट हो, किसानको अधिकारको लागि आएको है, 1996मा भएको थियो। अब यो मुभमेन्टले चाहिँ सर्वप्रथम खाद्य सम्प्रभुताको मान्यताको चर्चा गरेको थियो भनेर यसरी पनि ओपनिङ हुन्छ भन्नलाई देखाइदिएको है। अब यो लेखिसके पछाडि सिधै खाद्य सम्प्रभुताको परिचय सोधेको छ नि त, माथि नै परिचय एउटा लेखियो भने त तल लेख्ने बुदा घट्यो। माथि ओपनिङमा यसरी कहाँबाट आएको भन्ने टाइपले लेख्ने। अब परिचय मागेको ठाउँमा सिधै परिचय लेख्ने ताकि मार्क्स मजाले तल पाइयोस्। अब खाद्य सम्प्रभुताको परिचय भन्ने अब यहाँनिर तपाईँहरूले यसरी लेख्नुहुन्छ। खाद्यान्नको उत्पादन, वितरण र व्यवस्थापनका निर्णयमा खाद्यान्न उत्पादक वा किसानको प्रभावकारी उपस्थिति हुनु खाद्य सम्प्रभुता हो भनेको कुरा। खाद्यान्न उत्पादक भनेको किसान हो, त्यसको चाहिँ उत्पादन, वितरण र व्यवस्थापनका निर्णयमा है, यो चाहिँ कानुनी विषय हो है अलिकति। त्यस्तो कुरामा चाहिँ खाद्यान्न उत्पादकको अधिकार स्थापना हुनु खाद्य सम्प्रभुता हो भनेर लेख्ने। अर्को छ यो खाद्य प्रणालीमा उत्पादकको नीतिगत वा कानुनी स्वायत्त सुनिश्चित हुने मान्यता हो भनेको। खाद्य प्रणाली भनेको यसको उत्पादन, वितरण, बिक्री, व्यापार जस्ता सबै कुरामा चाहिँ उत्पादकको भनेको सिधा अर्थमा किसानको नीतिगत वा कानुनी स्वामित्व सुनिश्चित हुने मान्यता हो। यसले चाहिँ नीतिगत कुरामा जोड दिन्छ बढी।
कस्तो खाद्यान्न उत्पादन गर्ने, कति उत्पादन गर्ने, कति मूल्यमा बिक्री गर्ने जस्ता विषयमा कृषकको अधिकार कायम भएमा खाद्य सम्प्रभुताको हक पुरा भएको मानिन्छ। अब यो तल त जोड्ने कुराहरू भयो, यो किसानलाई उत्प्रेरित गर्ने मान्यताबाट विकास भएको हो है। यस्ता कुराहरू चाहिँ अब तपाईँले मिलाएर लेख्ने कुराहरू माथि एक दुई कुरा जानिसके पछाडि अब 2 मार्क्समा 3वटा 4वटा बुँदा लेखे पुग्छ। अब अर्को क्वेसनको अर्को पार्टमा जाने। यो चाहिँ ऐनमा भएको व्यवस्था हो। खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन 2075ले नागरिकलाई प्रदान गरेको खाद्य अधिकार निम्न छ भन्ने है। यसै गरी लेख्दा हुन्छ, सिधै बिचको अर्को छोटो भूमिका फेरि बाँधिराख्नु पर्दैन। यसरी लेख्ने अनि जे ऐनमा छ त्यो कुरा याद गरेर लेख्ने हो। अब के अधिकार दिएको छ त भन्दा नोट पनि गर्नलाई यो इम्पोर्टेन्ट पनि छ। बिना भेदभाव पर्याप्त पोषणयुक्त तथा गुणस्तरीय खाद्यमा नियमित पहुँच हुने व्यवस्था गरेको छ। अर्को, भोकबाट मुक्त हुने अधिकार प्रदान गरेको छ भनेको भोकमरीबाट मुक्त हुने नै भने हो सिधा अर्थमा। खाद्यको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित रहने व्यवस्था गरेको छ अथवा अधिकार प्रदान गरेको छ। खाद्यको अभाव भनेको चाहिँ तपाईँको खानेकुराको अभाव, फुडको अभावबाट जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित रहने अधिकार पनि यसले चाहिँ नागरिकलाई प्रदान गरेको छ। भोकमरी वा खाद्य असुरक्षाको जोखिममा रहेका व्यक्ति वा परिवारले खाद्यमा दिगो पहुँच र पोषण सहायता प्राप्त गर्ने भनेको छ। यो कुरा चाहिँ बुझ्नुहुन्छ कि बुझ्नुहुन्न यहाँहरूले? जुन मान्छेहरू चाहिँ खाद्य असुरक्षाको जोखिममा छन्, भोकमरीको जोखिममा छन्, त्यो चाहे आर्थिक अवस्थाको कारणले हुनसक्छ अथवा माथि कर्णालीका दुर्गम क्षेत्रमा तपाईँको त्यहाँ खाना पुर्याउन नसकेर हुनसक्छ। त्यस्तो व्यक्तिहरू चाहिँ खाद्यमा दिगो पहुँच र पोषण सहायता, पोषण जसरी पनि, या त भत्ता, विपन्न हो भने भत्ता पाउने कुराहरू होला, जस्ता कुराहरू चाहिँ सहायता प्राप्त गर्ने हक दिएको छ यसले। सांस्कृतिक रूपमा स्वीकार्य खाद्य उपभोग गर्ने अधिकार प्रदान गरेको छ। सांस्कृतिक रूपमा स्वीकार्य भनेको चाहिँ जस्तो मानौ तपाईँ हिन्दू कल्चरबाट हुनुहुन्छ भने तपाईँले कुन खानेकुराहरू खान सक्नुहुन्न तपाईँलाई थाहै छ, केही मासुहरू तपाईँहरूले खान सक्नुहुन्न। मुस्लिमबाट हुनुहुन्छ भने तपाईँले पनि आफ्नो केही मासु चाहिँ खान सक्नुहुन्न है। खान मिल्दैन तपाईँको धर्मले, तपाईँको संस्कारले। अब ती कुराहरू चाहिँ तपाईँको सांस्कृतिक रूपमा स्वीकार्य खाद्य उपभोग गर्ने अधिकार प्रदान गरेको छ भनेको कुरा त्यही नै हो। यो कुरा भयो तपाईँको नागरिकलाई खाद्य अधिकार भयो। अब अर्को कुरा, त्यही ऐनले है, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन 2075ले किसानलाई खाद्य सम्प्रभुता सम्बन्धी देखाएको अधिकार प्रदान गरेको छ भन्न पर्यो। अथवा प्रदान गरेको अधिकार भन्ने सिधै तलबाट लेख्ने। प्रत्येक किसान वा खाद्य उत्पादकले पहिचान र सम्मान पाउने, सजिलो छ कुराकानी, खाद्य उत्पादक अथवा किसानले पहिचान र सम्मान पाउने अधिकार दिएको छ। खाद्य तथा कृषि उत्पादन प्रणालीमा सहभागी हुने अधिकार दिएको छ। उत्पादन प्रणाली भनेको तपाईँलाई थाहै छ, उत्पादन प्रणाली भनेको त बिउ छान्ने कुराहरू होला अथवा बिउ रोप्ने कुराहरू होला, कृषि उपकरण चलाउने कुरा होला, म गोरुले जोत्छु कि म ट्र्याक्टरले जोत्छु कि जस्ता प्रणालीमा चाहिँ सहभागी हुने कुराहरू होला। कृषि कार्यका लागि आवश्यक पर्ने साधन स्रोतमा पहुँच हुने। अब यो त कृषि कार्यको लागि आवश्यक पर्ने साधन स्रोत भनेको अहिले खाद्यान्न, के अरे अहिले यो तपाईँको मलको अभाव भएको भन्ने तपाईँले सुनिराख्नु भएको छ। ती मलहरू अथवा उपकरणहरूमा चाहिँ पहुँच हुने अधिकार पनि सुनिश्चित गरेको छ यसले किसानलाई चाहिँ। अनि अर्को कुरा छ, स्थानीय बिउ बिजन प्रविधि औजार र कृषि प्रजातिको छनौट तथा त्यसको बौद्धिक सम्पत्तिको संरक्षण प्राप्त गर्ने। यो भन्न खोजेको कुरा चाहिँ जस्तो माथि कर्णालीको कुनै माथिल्लो छेउमा यस्तो कुनै बाली उत्पादन हुन्छ कि त्यसको विश्वभरि अन्यत्र कतै पनि उत्पादन हुने, रैथाने बाली होइन, उवाहरू हुन्छ होइन, के भन्छ नि, त्यो कुराहरू चाहिँ बौद्धिक सम्पत्तिको संरक्षण भनेको त्यो आफूले छनौट गर्न पाउने, उसले म यो रोप्छु भनेर छान्न पाउने र त्यसको चाहिँ त्यो छनौट गर्ने र त्यसबाट उत्पादन हुने प्रोडक्ट जस्ता कुराहरूमा चाहिँ किसानको अधिकार, बौद्धिक सम्पत्तिको संरक्षण गर्ने, त्यो कुराहरू चाहिँ यसले अधिकार दिएको छ। अर्को छ परम्परागत तथा रैथाने खाद्यको संरक्षण गर्ने। यो भनेको पनि त्यही नै हो, परम्परागत तथा रैथाने खाद्य भनेको पनि त्यही हो। स्थानीय बिउ बिजन भन्नु र परम्परागत खाद्यान्न भन्नु त्यही हो। कृषि पेसाबाट स्वेच्छाचारी रूपले वञ्चित गर्ने कार्य विरुद्ध संरक्षण प्राप्त गर्ने भनेको जस्तो तपाईँले कुनै किसानले खेतीपाती गर्दैछ र राज्यले स्वैच्छिक रूपमा चाहिँ तँलाई आजबाट खेतीपाती नगर्नु, तँ चाहिँ फलाउने फ्याक्ट्रीमा गएर अनिवार्य काम गर्नु भन्ने जस्ता कुराहरू चाहिँ लाद्न पाउँदैन भन्न नै खोज्या हो यो कुरोले। त्यति लेख्नुभयो भने तपाईँले नागरिकका खाद्य अधिकार पनि बुझ्नुभयो र कृषकका खाद्य सम्प्रभुता सम्बन्धी अधिकार पनि बुझ्नुभयो। र निष्कर्ष चाहिँ यस्तो कुरामा दुइटैलाई समेटेर के लेख्न सकिन्छ भन्दा, अत नागरिकको खाद्य अधिकार र किसानको खाद्य सम्प्रभुताको अधिकारको संरक्षण र प्रचलनको लागि राज्यले नीतिगत, संस्थागत र स्रोत साधनगत प्रबन्ध गर्नु आवश्यक छ भन्नुभयो भने तपाईँले अब यसले दुइटैको निष्कर्ष समेट्छ। योभन्दा धेरै केही छुट्टै लेखिराख्नु पर्दैन। ल,
अब यस पछाडि हामी क्वेसनको अर्को पार्टमा जान्छौँ, अर्को खण्डमै जान्छौँ। यहाँनिर तपाईँहरूको केही जिज्ञासा छ भने म सुनिहाल्छु। खाद्य अधिकार र परिपूर्ति सम्बन्धी व्यवस्था होइन र भनेको रहेछ, भन्नुभएको रहेछ। के भन्न खोज्नुभयो? खाद्य अधिकार र परिपूर्ति सम्बन्धी भनेको चाहिँ तपाईँको खाद्य अधिकार भनेको खाना पाउने अधिकारको कुरा हो। खाद्य सम्प्रभुता भनेको चाहिँ खाद्यान्न उत्पादन, वितरण, बिक्री अनि त्यस पछाडि त्यसको संरक्षण जस्ता कुराहरूमा अधिकारको कुरा हो। यो अलिकति फरक कुरा हो। ल, अब हामी खण्ड खमा जाउँ। खण्ड खको चाहिँ लेखाको खण्ड थियो। यसमा मैले तपाईँहरूलाई छोटो छोटोमा लेखाइदिएको छु र धेरै कुराहरू भनिदिन्छु। तल चाहिँ बढी इम्पोर्टेन्ट कुराहरू छ, यसमा चाहिँ अलिकति फास्ट नै जान्छु म र एकदमै इम्पोर्टेन्ट क्वेसनहरूलाई बढी हाइलाइट गरेर भन्छु। यहाँनिर चाहिँ केही कुराहरूको निष्कर्ष मैले लेख्न भ्याएको छैन है। आज व्यस्तताले गर्दा हाम्रो प्रमुख प्रशासक अधिकृतज्यूको विदाय कार्यक्रम थियो आज, उहाँ अवकाश हुनुभयो, त्यो भएर म अलिकति व्यस्त भएँ। तर यहाँ तलपट्टिका कुराहरू चाहिँ यो मैले लेखेका कुराहरू तपाईँहरूले निष्कर्ष नभएको कुराहरू चाहिँ म पछि नोटमा चाहिँ समावेश गरेर आउँछ है। यो नोटमा चाहिँ आउँछ, टेन्सन नगर्नु होला। क्वेसन नम्बर 6मा थियो लेखाको परिचय दिँदै नेपालको सरकारी लेखा प्रणालीमा रहेका समस्याहरू छोटकरीमा चर्चा गर्नुहोस् भन्ने क्वेसन छ। यो क्वेसन त तपाईँहरूले लेखिहाल्नु भयो होला है, तर कस्तो लेख्नुभयो भन्ने कुरा हो। लेख्नु त लेख्नुभयो, सबै लेख्नुहुन्छ। अब यो टाइटल यसै गरी दिँदा हुन्छ, वित्तीय कारोबारको दर्पण भन्ने, दुईवटा थप्लो दिने, लेखा भन्ने, अथवा नेपालको सरकारी लेखा प्रणालीका समस्या, के अरे लेखाको परिचय र नेपालको सरकारी लेखा प्रणालीका समस्या भनेर टाइटल दिँदा पनि हुन्छ। ल, अब यो लेखा भनेको तपाईँको 2 मार्क्समा सोधेको छ, 3-4वटा बुँदा लेख्नुहुन्छ तपाईँहरूले। हो, यहाँ मैले के लेखेँ भन्दा आर्थिक कारोबारको अभिलेख राख्ने कार्य र प्रणालीलाई लेखा भनिन्छ। त तपाईँलाई थाहै छ, आर्थिक कारोबारको लेखा राख्ने काम पनि हो, यो प्रणाली पनि हो लेखा। अनि अर्को कुरा चाहिँ आय व्यय र सम्पत्तिको विवरण राख्ने प्रतिवेदन गर्ने। यहाँ राख्ने हुनुपर्थ्यो, अलिकति मिस्टेक भएछ। राख्ने, एउटा त विवरण राख्नु पर्यो, लेखा राख्नु पर्यो, र त्यसको प्रतिवेदन गर्नेसम्मको कार्य चाहिँ लेखा हो भनेर भन्नुहुन्छ है। आय व्यय सम्पत्ति र दायित्व पनि हुन्छ अझै है। लेख्नुहुन्छ भने आय व्यय सम्पत्ति दायित्व 4वटा कुराको हुन्छ। यो व्यवस्थापकीय कार्य सञ्चालनको आधार समेत हो। अब लेखा भनेको त व्यवस्थापकीय कार्य सञ्चालनको आधार हो, यो त जोड्ने कुरा हो तलतिर। अब सरकारी लेखा चाहिँ संविधान, आर्थिक कार्यविधि कानुन, सरकारी लेखा संविधान, आर्थिक कार्यविधि कानुन र सरकारी ढाँचाबाट सञ्चालित हुन्छ। सरकारी तौरको ढाँचा अनुसार सरकारी लेखा सञ्चालित हुन्छ। यति भयो भने 2 मार्क्सलाई पुग्छ। अब यस पछाडि अर्को, अब क्वेसनले सेकेन्ड पार्टमा मागेको थियो सरकारी लेखा प्रणालीमा देखेका समस्याहरू के छन् भन्ने थियो है। अब यो देखेका समस्या भन्यो भने चाहिँ तपाईँहरूले विशेष गरी व्यवहारिक कुराहरूलाई जोड दिनु होला, आलु बुदाहरूमा मात्रै ध्यान नदिनु होला। त्यस्तो भने मार्क्स ल्याउन समस्या हुन्छ यहाँहरूलाई। अब यसको क्वेसनमा चाहिँ तपाईँहरूको के छ त भन्दा, एउटा कुरा त नगदमा आधारित भएकोले वास्तविक कारोबारको चित्रण हुन नसकेको। जस्तो हाम्रो लेखा भनेको नगदमा आधारित छ, यसले चाहिँ हाम्रो पाउनुपर्ने कुरालाई देखाउँदैन है। त्यो भएर चाहिँ यसले कारोबारको वास्तविक अवस्थाको चित्रण गर्दैन। अर्को कुरा भनेको सम्पत्तिको रासकट्टी नहुने हुनाले सरकारको वास्तविक सम्पत्तिको अवस्था पत्ता लगाउन सकिँदैन भनेको। जस्तो जेन्सी सामान छ हामीसँग, आजभन्दा 10 वर्ष अगाडि किनेको कुनै कम्प्युटरको अथवा कुनै टेबलको अहिले पनि मूल्य त्यही हुन्छ भन्ने त छैन। त्यो भएर त्यसको हरेक वर्ष हुनुपर्ने रासकट्टी पनि हुँदैन, जसले गर्दा सम्पत्तिको वास्तविक अवस्था देखाउँदैन। सरकार लेखाको अर्को समस्या यो हो। अर्को समस्या भनेको चाहिँ प्रयोगमा रहेका कतिपय लेखाहरू, जस्तो कुन कुन लेखाहरू हामीले प्रयोग गरेका छौँ, ती लेखाहरू चाहिँ तपाईँको मलेप फारमहरू कतिपय कार्यालय नपुग्छन् भनेको पुगेका छैनन्, र कतिपय कार्यालयमा चाहिँ आवश्यकताभन्दा ज्यादा छन् त्यस्ता फारमहरू। अब त्यो, अब यो त लेख्ने कुरा हो, हुनलाई फेरि हुनु चाहिँ समस्या हो, तर आवश्यकताभन्दा ज्यादा हुनु त समस्या होइन। तर लेख्दाखेरि चाहिँ यसरी लेख्नु पर्यो कि मलेबा फारमहरू कतिपय कार्यालयलाई नपुग्छन्, पुगेका छैनन् है। कति जस्तो वस्तु तथा सेवा उत्पादन गर्ने कुनै कार्यालय छ भने, जिल्लाको कुनै कृषि कार्यालयले कृषि बिउ बिजन उत्पादन गर्छ भने उत्पादन गरेको बिउ बिजनको अभिलेख राख्नलाई हामीसँग फारम छैन। त्यो भन्न खोजेको कतिपय कार्यालयलाई यी फारमहरू पुग्दैनन्, कतिपयलाई चाहिने भन्दा बढी छन्। अर्को कुरा, लेखाको समस्या वर्षेनी बेरोजु बढ्दै गएको छ। डाटा पनि लेख्न सक्नुहुन्छ अथवा नलेखन सिधै जाँदा पनि हुन्छ। वर्षेनी बेरोजु बढ्दै गएको छ। सिग्यास, टिएसए जस्ता प्रणालीको प्रभावकारी उपयोग गर्न सकिएको छैन। सरकारी प्रतिवेदन समयमै तयार गरी प्रस्तुत गर्न सकिएको छैन। अब यो त भन्ने कुरा नै हुन्। माथिका अब तलका बुदाहरू चाहिँ अलिकति सामान्य यस्तै बुदाहरू लेखे हुन्छ। लेखा सञ्चालनका लागि पर्याप्त जनशक्तिको व्यवस्था गर्न सकिएको छैन। अब पर्याप्त स्रोत साधन छैन।
प्रणालीहरू चलाउनलाई जनशक्ति छैन भन्ने कुराहरू चाहिँ तपाईँहरू लेखि नै हाल्नुहुन्छ। अब निष्कर्षमा के लेख्ने त भन्दा यसरी वर्तमान समयमा लेखामा देखिएका वास्तविक समस्याको पहिचान गरी वैज्ञानिक समाधान गर्न आवश्यक देखिन्छ भन्नुभयो भने तपाईँको निष्कर्ष पुरा हुन्छ। यहाँ धेरै कुरा टाउको दुखाएर लामो निष्कर्ष लेख्न थाल्नु भने तपाईँ हामी हराइन्छ यहाँ। ल अब अर्को क्वेसन थियो, क्वेसन नम्बर 7मा थियो है, 5 मार्क्सको क्वेसन नै हो। कम्प्युटराइज सरकारी लेखा प्रणालीका विशेषताहरू लेख्नुहोस् भनेको छ क्वेसनले। सी ग्यासका विशेषताहरू कहिलेकाहीँ सी ग्यास मात्रै पनि भन्न सक्छ अथवा कम्प्युटराइज सरकारी लेखा प्रणाली पनि भन्न सक्छ है। त्यही कम्प्युटराइज गभर्मेन्ट एकाउन्टिङ सिस्टम नै हो फुल फर्म चाहिँ। अब त्यो लेख्दाखेरि तपाईँ झुकिनु भएन, यो अगाडि कुरा पनि ध्यान दिनु पऱ्यो, पछाडि पनि ध्यान दिनु पऱ्यो। अब यहाँनिर टाइटल के लेखियो त भन्दाखेरिमा यही मैले जे छ त्यही नै टाइटल दिएँ, कम्प्युटराइज सरकारी लेखा प्रणाली भने अन्डरलाइन गरेँ। अब यहाँनिर ओपनिङ चाहिँ माथिको छुट्टै अब लेखा प्रणाली भनेको के हो, लेखा भनेको के होतिर नजाने, यसैको कुरालाई ओपनिङ बनाउने। सरकारको लेखालाई विद्युतीय बनाउन विकास गरिएको कम्प्युटराइज सरकारी लेखा प्रणाली सिग्यासका विशेषताहरू निम्न छन्, यति भन्ने ओपनिङमै त्यो कुरालाई समेटिदिने कि त्यो परिभाषा अथवा यो किन आएको भन्ने कुरालाई समेटेर सिधै लेख्दा पनि हुन्छ। अर्को ओपनिङ स्टाइल यो पनि हो। अथवा सरकारी लेखालाई विद्युतीय बनाउन विकास गरेको कम्प्युटराइज प्रणाली सिग्यास हो, यसका विशेषता निम्न छन् भन्ने पनि हुन्छ। अथवा यसको लागि विकास गरिएको सिग्यासका विशेषता निम्न छन् भन्ने, अनि त्यस पछाडि चाहिँ के विशेषता हुन्छ लेख्न थाल्ने। अब एउटा कुरा त यो कम्प्युटरमा आधारित लेखाङ्कन प्रणाली हो, यसले चाहिँ कम्प्युटरमा आधारित भएर लेखाङ्कन गर्ने काम गर्छ। अनि सङ्घ र प्रदेशको लेखा प्रणाली उपयोग गरिन्छ सिग्यास चाहिँ। प्रदेशमा पनि सूत्र लगायतका सफ्टवेयर के अरे स्थानीयमा पनि सूत्र लगायतका सफ्टवेयरको प्रयोग गरिन्छ। सिग्यास चाहिँ फेरि विशेष गरी सङ्घ र प्रदेशमा उपयोग गरिन्छ। नेपाल सरकारले आर्थिक वर्ष 77-78देखि यस प्रणालीको सुरुवात गरेको हो। अर्को विशेषता, सरकारका खर्च इकाइ र लेखा व्यवस्थापन इकाइले यस प्रणालीको उपयोग गर्दछन्। खर्च इकाइ भनेको जिल्लामा बसेर बाटो बनाउने कुनै सडक कार्यालय होला है, खर्च इकाइ भनेको। लेखा व्यवस्थापन इकाइ भनेको चाहिँ कोलेनिका होला, मलेनिका होला, यस्ता निकायहरू चाहिँ फेरि लेखा व्यवस्थापन इकाइ भयो। यिनीहरूले चाहिँ यस प्रणालीको उपयोग गर्छन्। रियल टाइममा लेखा अभिलेख तथा वित्तीय विवरण तयार हुन्छ यसबाट। अब सिग्यासहरू यस्ता प्रणालीको फाइदा भनेको अथवा उपयोग भनेकै रियल टाइममा विवरण लिनको लागि हो, त्यो तपाईँहरू लेखिहाल्नुहुन्छ। आय व्यय धरौटी राजस्व तथा बजेटको एकीकृत लेखाङ्कन गर्छ यसले। सिग्यासले चाहिँ आय व्यय धरौटी जस्ता प्रणालीहरूको चाहिँ लेखाङ्कन गर्छ। अब लेखामा मानवीय त्रुटि न्यून हुन्छ। अर्को कुरा, यसले लेखामा मानवीय त्रुटि न्यून गर्छ भनेर भाषा यसरी गराए पनि हुन्छ। बजेट नियन्त्रण तथा खर्चको अनुगमन र अनुगमन गर्न सहज हुन्छ यसबाट। अनि प्रत्येक जिल्लामा कोलेनिकाले यसको युजर आइडी र पासवर्ड प्रदान गर्छ। जसले यो युज गर्ने हुन् तिनीहरूलाई चाहिँ कोलेनिकाले युजर आइडी र पासवर्ड प्रदान गर्छ भनेर लेख्नु भने यसका विशेषता हुन्छ। अब निष्कर्ष चाहिँ यहाँ तपाईँहरूले कसरी लेख्न सक्नुहुन्थ्यो भन्दा यसरी बहु विशेषतायुक्त सिग्यास प्रणालीको अथवा बहुविशेषतायुक्त सिग्यास प्रणालीको व्यवस्थित प्रयोग गरेमा सरकारी लेखा प्रभावकारी हुने देखिन्छ, अथवा यसमा समसामयिक सुधार गर्दै सिग्यासमा समसामयिक सुधार गर्दै सरकारी लेखालाई प्रभावकारी बनाउने आधारको रूपमा उपयोग गर्न सकिन्छ भन्ने खालले लेख्ने हो निष्कर्ष। मैले यहाँ लेख्दा छैन, पछि तपाईँको नोटमा त्यो राखेर दिउँला। अब अर्को क्वेसन थियो, मूल्य अभिवृद्धि करको परिचय दिँदै मूल्य अभिवृद्धि कर ऐन 2052ले, यहाँनिर केही तपाईँको जिज्ञासा छ भने म सुनिहाल्छु है एकछिन। स्थानीय तह होइन भन्नुभएको छ, सहर परिचयमा प्रकार अवधारणा कानुन लेख्दा मार्क्स आउँछ कि हजुरले लेखे जस्तोमा? अब यो दुइटै तरिकाले लेख्दा हुन्छ। अब परिचयमा कानुन लेख्दा पनि हुन्छ कानुनी तरिकाले, जस्तो कुनै संविधानमा केही ठ्याक्कै व्यवस्था छ भने नेपालको वर्तमान संविधानले पनि यो कुरालाई यसरी जोड दिन्छ भन्ने परिचयमा आएको छैन नि त। परिचयमा आएको छैन भने यो कुरालाई यसरी जोड दिएबाट यो महत्त्वपूर्ण चिजका रूपमा हेरिन्छ अथवा महत्त्वपूर्ण विषयका रूपमा भएको देखिन्छ भन्ने, अनि त्यस पछाडि चाहिँ बाँकी कुरा लेख्न थाल्दा पनि हुन्छ। स्थानीय तह यो विशेष गरी युज चाहिँ सङ्घ र प्रदेशले गर्छन्, युजै नगर्ने त होइन स्थानीयहरूले पनि। अब तिनै तहका सरकार जोडिएरै काम गर्ने हो सबै प्रणालीमा। अब क्वेसन नम्बर 8मा जाउँ। मूल्य अभिवृद्धि करको परिचय दिँदै मूल्य अभिवृद्धि कर ऐन 2052ले के कस्तो अवस्थामा मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यक्तिको दर्ता खारेजी हुने व्यवस्था गरेको छ उल्लेख गर्छ। यो अर्को एउटा इम्पोर्टेन्ट क्वेसन यहाँ मैले राख्दैछु तपाईँहरूलाई। अब भ्याटको परिचय भनेको छ है। भ्याटको परिचय भनेपछि चाहिँ तपाईँहरूले के हो भनेर लेख्नु पऱ्यो छोटो। 1 मार्क्समा छ, 2टा अथवा 3टा कुरा लेखे हुन्छ। मैले यहाँ छोटो लेखेको कारण 3टा लेखिदिएको हो, तपाईँहरू 2टा मात्रै लेख्दा पनि हुन्छ।
टाइटल धेरै केही टाइपको दुखाइ राख्नु पर्दैन, दुईवटा तिनवटा कुरा भएको ठाउँमा सिधै यसै गरी मूल्य अभिवृद्धि कर भन्ने अन्डरलाइन गरे पनि टाइटल बन्छ। निर्धक्क भएर यसै गरी लेख्दा हुन्छ, केही फरक पर्दैन। ल अब यहाँनिर मूल्य अभिवृद्धि करको परिचयमा मैले के लेखेँ त भन्दा वस्तु तथा सेवाको मूल्य अभिवृद्धिको प्रत्येक चरणमा लाग्ने कर मूल्य अभिवृद्धि कर हो। भनेको वस्तु तथा सेवाको कारोबारमा प्रत्येक पटक मूल्य बढ्दाखेरि लाग्ने कर नै हो यो मूल्य अभिवृद्धि कर, त्यही हो। अनि यो अप्रत्यक्ष कर परिहारमा पर्दछ भनेर लेख्न सक्नुहुन्छ अर्को कुरा। अनि नेपालमा कसरी छ भन्ने कुरा पनि परिचयतिर अटाएको राम्रो। नेपालमा 13% एकल दरमा यो कर लाग्दछ भन्यो भने चाहिँ हामीले तपाईँको यो ओपनिङ यसलाई पुग्छ भनेको परिचयलाई पुग्छ। क्वेसनले नै 1 मार्क्समा परिचय मागेको छ। अब त्यस पछाडि अर्को लेख्ने। अब देखाएको कुनै अवस्थामा मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिको दर्ता खारेजी हुन्छ भन्ने। अब यहाँनिर मैले यो ऐन अनुसार चाहिँ लेखिनँ है। तपाईँहरूले पनि ऐन अनुसार नलेख्दा पनि हुन्छ। इक्जाममा लामो ऐनहरू छ भने झ्याउ लाग्ने छ भने, तर लेखेको राम्रो सकेसम्म चाहिँ कर मूल्य अभिवृद्धि कर ऐन 2052 अनुसार भन्ने देखाएको कुनै अवस्थामा मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिको दर्ता खारेजी हुन्छ भन्ने त्यहाँ ऐनमा हेर्नुभयो भने मैले तपाईँहरूलाई छोटोमा सार लेखिदिएको छु। त्यहाँ चाहिँ लामो कुरा छ, यो कुरालाई नि पढ्नु होला। कस्तो कस्तो अवस्थामा खारेज हुन्छ भन्दा कर अधिकृतले खारेज गर्न सक्ने हो यो देखाएको अवस्थामा, यो मध्ये कुनै एउटा अवस्थामा। सङ्गठित संस्था थियो भने चाहिँ त्यो संस्था बिक्री भयो, बन्द भयो अथवा हस्तान्तरण भयो भने चाहिँ अब भ्याटमा हुने कारोबार र त्यसको भ्याट प्रणालीमा चाहिँ खारेज हुन्छ त्यो। व्यक्तिगत स्वामित्व भएको कम्पनी हो भने चाहिँ अथवा व्यक्तिगत स्वामित्व भएको कुनै संस्था हो भने स्वामित्व भएको व्यक्तिको मृत्यु हुन्छ भने सोधा खारेज हुन्छ। जस्तो व्यक्तिगत कारोबारको लागि कसैले भ्याटमा दर्ता गरेको छ केही कुराको लागि भने अब त्यो व्यक्तिको निधन हुने बित्तिकै सोधा खारेज हुन्छ। सोधा खारेज हुने त होइन, खारेज गर्न सकिन्छ। अब अर्को कुरा चाहिँ दर्ता भएको व्यक्तिले कर लाग्ने कारोबार गर्न छाड्यो भने भ्याट लाग्ने कारोबार गरिरहेको थियो, अब चाहिँ उसले भ्याट लाग्ने कारोबार गर्न छोड्यो भने पनि खारेज हुन्छ। लगातार 12 महिनासम्म, यहाँ भएछ 12 महिनासम्म हो, यो 1 वर्षसम्म भन्न खोजेको हो। 12 12 महिनासम्म शून्य विवरण दिने भए विवरण नै नदिई बसेका करदाता भएमा, जस्तो भ्याटमा दर्ता त छ, भ्याट सम्बन्धी कारोबारको जस्तो मूल्य अभिवृद्धि कर कुनै वस्तु तथा सेवामा लाग्थ्यो त्यो कारोबारको चाहिँ शून्य विवरण, कारोबारै नभएको देखाउँछ र अथवा विवरण नै दिएको छैन भने पनि त्यस्तो बेला चाहिँ उसको त्यो दर्ता खारेज गर्न सकिन्छ। अनि अर्को कुरा चाहिँ विगत 12 महिनामा वस्तुको हकमा 50 लाख रुपैयाँ र वस्तु तथा सेवा मिश्रित कारोबार र सेवाको हकमा 30 लाख रुपैयाँ करयोग्य कारोबार नभएको करदाता हो भने पनि खारेज गर्न सकिन्छ। जस्तो भ्याटमा दर्ता त छ, तर 12 महिनामा वस्तुको हकमा वस्तु कुनै अब गाडी अथवा कुनै चिज, गाडी भन्दा पनि अझ कुनै इक्विपमेन्टहरू बिक्री वितरण गर्ने छ भने 50 लाख रुपैयाँभन्दा कम गरेछ भने त्यस्तोको खारेज हुन्छ। अथवा वस्तु र सेवा दुइटै मिश्रित कारोबार गर्छ अथवा सेवा मात्रै कारोबार गर्छ, इन्टरनेट सेवा प्रदायक होला अथवा अहिले त अब विद्युतमा पनि भ्याट लाग्न थाल्यो भनेपछि भ्याट लाग्यो अरे अस्तिदेखि है, भ्याट नै लाग्यो भनेपछि यस्ता कुराहरूमा चाहिँ तपाईँको कुनै वस्तु तथा सेवाको कारोबार गर्ने छ भने त्यस्तोमा 30 लाख रुपैयाँ भन्दा कमको कारोबार गर्छ भने चाहिँ त्यस्ता करदाताको पनि भ्याट खारेजी गर्न सकिन्छ, भ्याट प्रणालीमा भएको दर्ता खारेज गर्न सकिन्छ। अनि अर्को कुरा चाहिँ भुलवश दर्ता भएको छ, जस्तो भ्याटमा दर्ता गर्नु पर्थेन तर भुलवश चाहिँ उसले भ्याटमा दर्ता गरेको छ भने पनि उसको चाहिँ मूल्य अभिवृद्धि कर प्रणालीबाट खारेज गर्न सकिन्छ। यति कुरा चाहिँ तपाईँहरूले ख्यालमा गर्नु पर्यो। यहाँनिर मैले निष्कर्ष लेखिनँ, कानुनले मागेको कुरा सिधै निष्कर्ष नलेखे पनि हुन्छ है। अत अब निष्कर्ष लेख्ने भने अत मूल्य अभिवृद्धि करमा भएको कर छलीलाई रोक्न सरकारले आफ्नो नियमन क्षमता अभिवृद्धि गर्न आवश्यक छ भने पनि हुन्छ, अथवा मूल्य अभिवृद्धि करलाई राष्ट्रको मुख्य आधारको रूपमा विकास गर्न यसको दायरा विस्तार गर्नुपर्छ भन्ने कुरालाई जोड दिए पनि हुन्छ है। त्यो कुरा चाहिँ अब तपाईँहरूले निष्कर्ष लेखिहाल्नुहुन्छ, म पछि लेखेर राखिदिउँला। अब यहाँनिर तपाईँको धेरै जिज्ञासा आएको छ, के राख्नुभयो? प्रक्रिया लेखेर आएँ, प्रक्रिया लेख्ने होइन, परिभाषा हजुर र मेरो सेम भएछ सर, यही तिनवटा नै छ मेरो। ल धेरै दामी, ल यो गजब भएछ। मैले त यो पढाएको होइन, कसरी एउटै भयो त? के भन्नुभएको थियो साथीले? ल यो 30 लाख र 50 लाखको कुरा हो। नयाँ आर्थिक ऐन संशोधन गरेर 20 बनाएको छ भने चाहिँ मैले हेरेको छैन है, म पनि पहिले नै पढेको कुरा हो, मैले 30 नै लेखाएको छु। नयाँ आर्थिक ऐनले चाहिँ यो भ्याटलाई हरेक वर्ष संशोधन गर्छ र 20 भन्नुभएको छ यहाँ एकजना साथीले। इनकेस ल 20 रहेछ भने चाहिँ हेरेर
सम्बोधन गर्नु होला र 30 छ जस्तो लाग्छ मलाई चाहिँ, 20 चाहिँ नहोला। ल अब अर्को क्वेसनमा जाउँ। लेखा परीक्षणको आवश्यकताबारे प्रश्न पार्दै आन्तरिक र अन्तिम लेखा परीक्षणको भिन्नता उल्लेख गर्नु चाहिँ एकदम इजी क्वेसन थियो। यो क्वेसनलाई मैले धेरै टाइम दिँदिनँ, यहाँ छोटोमा गर्छु म अहिले। यो चाहिँ लेखा परीक्षणको आवश्यकता भनेको छ अब सुशासनको, वित्तीय सुशासनको आधार लेखा परीक्षण भन्ने, अथवा सुशासनको आधार लेखा परीक्षण भन्ने, अथवा लेखा परीक्षणको आवश्यकता र अन्तिम र लेखा परीक्षणको आवश्यकता मात्रै भन्ने, अथवा लेखा परीक्षण मात्रै भन्ने टाइटल, केही फरक पर्दैन। टाइटललाई टाउको दुखाएर बस्ने चिजै होइन यो। अब त्यस पछाडि यहाँनिर ओपनिङ के लेख्दा भयो भन्दाखेरि मैले यहाँ लेखेँ निम्न आर्थिक कारोबारको प्रचलित नियम बमोजिम। आर्थिक कारोबार चाहिँ प्रचलित नियम बमोजिम भए नभएको तथा लेखाले कारोबारको यथार्थ चित्रण गरे नगरेको सम्बन्धमा गरिने जाँच तथा परीक्षण लेखा परीक्षण हो। कुरा त्यही नै हो। आर्थिक कारोबार चाहिँ नियमअनुसार भएको छ कि छैन भनेर जाँच गर्ने कुरा हो, अथवा मनासिब तरिकाले भएको छ कि छैन भनेर पनि हो। कानुन अनुसार त छ, तर मनासिब छ कि छैन भनेर गर्ने जाँच पनि हो। र राखिएको लेखाले चाहिँ फेरि कारोबारको वास्तविक अवस्थालाई देखाउँछ कि देखाउँदैन भनेर गर्ने जाँच पनि हो। जस्तो लेखामा चाहिँ एउटा कुरो लेखेको छ, कारोबार चाहिँ अर्कै भएको छ भने पनि त्यो पनि परीक्षण हो। यो तिनवटा कुराको परीक्षण चाहिँ तपाईँको लेखा परीक्षण हो भनेर लेख्ने। अब निम्न कारण लेखा परीक्षण आवश्यक छ भन्ने यहाँ छस भएछ, टाइपिङ मिस्टेक अब फास्ट गर्दाखेरि भयो होला, त्यो पछाडि सुधारेर दिउँला। निम्न कारण चाहिँ लेखा परीक्षण आवश्यक छ भन्ने दायाँ बायाँ केही पनि नलेखिकन सिधै सुरु गर्ने है। फेरि यहाँ नअल्झिने। कहिलेकाहीँ चाहिँ फेरि अर्को भूमिका बाँध्नुहुन्छ कि साथीहरूले, माथि परिचय लेख्नुहुन्छ, अब लेखा परीक्षण चाहिँ महत्त्वपूर्ण विषय हो, कार्यालयले गर्नैपर्छ, त्यो भएर यो आवश्यक छ भन्ने गन्थन मन्थन गरेर लेख्न थाल्नु भने फेरि हराउने काम हुन्छ। छोटो मिठो निम्न कारण लेखा परीक्षण आवश्यक छ भन्ने लेख्नुपर्ने भूमिका माथि नै लेखेर तल यसरी लेख्ने हो। अब यो चाहिँ किन आवश्यक छ त भन्दा वित्तीय कारोबारको विश्वसनीयता र शुद्धता सुनिश्चित गर्न आवश्यक छ। पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्न, प्रतिवेदन मार्फत नागरिकलाई राज्य कोषको अवस्थाबारे जानकारी दिन आवश्यक छ। लेखामा समसामयिक सुधार गर्न आवश्यक छ। सार्वजनिक स्रोत साधनको मितव्ययी र प्रभावकारी र दक्ष उपयोग सुनिश्चित गर्न आवश्यक छ। भ्रष्टाचार र अनियमितता एवं बेरोजगारी नियन्त्रण गर्न आवश्यक छ है, लेखा परीक्षण किन आवश्यक छ भन्ने कुरामा। अनि आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिता मूल्याङ्कन गर्न पनि फेरि तपाईँको यो लेखा परीक्षण आवश्यक छ। अब कानुन नीति र वित्तीय मापदण्डको पालना भए नभएको सुनिश्चित गर्न पनि लेखा परीक्षण आवश्यक छ। यी बाहेक थप कुराहरू तपाईँहरू लेखिनै हाल्नुहुन्छ। जस्तो अब नियमितता, मितव्ययिता, प्रभावकारिता र औचित्यताको जाँच गर्न आवश्यक छ भन्न सक्नु होला होइन। अनि त्यसबाहेक अन्य चाहिँ सार्वजनिक के अरे नागरिकको कर र राजस्वको खर्च के अरे तोकिएको क्षेत्रमा खर्च भएको सुनिश्चित गर्न आवश्यक छ भन्नु होला। वित्तीय अनुशासनको लागि आवश्यक छ भन्नु होला। ती कुराहरू त लेख्ने कुरा हुन्। अब भिन्नता मैले यहाँ लेखेको छैन, पछि नोटमा राखिदिउँला। यो आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षणको भिन्नता भनेको तपाईँहरूलाई अब चाहिँ भनिराख्नुपर्ने क्वेसन होइन यो, छोटोमा म भन्छु त्यही पनि। आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षणको मूल भिन्नता भनेको यो आन्तरिक लेखा परीक्षण के अरे अन्तिम लेखा परीक्षणभन्दा अगावै हुन्छ। अन्तिम लेखा परीक्षण चाहिँ आर्थिक वर्ष सकिएपछि अन्त्यमा हुन्छ। अन्तिम लेखा परीक्षण वर्षको पटक पटक गर्न सकिन्छ। अन्तिम लेखा परीक्षण चाहिँ आन्तरिक लेखा परीक्षण वर्षको पटक पटक गर्न सकिन्छ। अन्तिम लेखा परीक्षण वर्षको एकैपटक हुन्छ है, एउटा लेखाको एकैपटक हुन्छ। आन्तरिक लेखा परीक्षणमा नियमितता, मितव्ययिता, प्रभावकारिता र कार्यदक्षता हेरिन्छ भने अन्तिम लेखा परीक्षणमा औचित्यता समेत हेरिन्छ। आन्तरिक लेखा परीक्षण सङ्गठनभित्रैबाट हुन्छ, अथवा तपाईँको कोलेनिका, मलेनिका अथवा आन्तरिक लेखा परीक्षण इकाइले गर्छ स्थानीय तहमा हो भने। अन्तिम लेखा परीक्षण स्वतन्त्र लेखा परीक्षकबाट हुन्छ। अब नेपालको चाहिँ नेपालको सरकारी निकायको हकमा महालेखा परीक्षकबाट हुन्छ। आन्तरिक लेखा परीक्षण का कैफियतहरूको बेरोजो फर्स्यौट अन्तिम लेखा परीक्षणभन्दा अगावै गरिसक्नुपर्छ। अब अन्तिम लेखा परीक्षणको बेरोजोको फर्स्यौट चाहिँ कर्मिक रूपमा आवश्यकता आधारमा गर्दै गइन्छ भन्ने कुराहरू नै हो है फरक। अब यो लेखिसकेपछि निष्कर्ष चाहिँ यहाँनिर के लेख्न सकिन्छ भन्दा लेखा परीक्षणको आवश्यकताबारे प्रश्न पार्दै आन्तरिक र अन्तिम लेखा परीक्षणको भिन्नता उल्लेख गर्नुहोस् भनेको छ क्वेसनले। आवश्यकतालाई र भिन्नतालाई समेट्ने गरी अब वित्तीय पारदर्शिता र जवाबदेहिताका औजारका रूपमा रहने आन्तरिक र अन्तिम दुवै लेखा परीक्षणलाई प्रभावकारी बनाई राज्य कोषको सुव्यवस्थित उपयोगलाई सुनिश्चित गर्नु वर्तमान आवश्यकता हो भन्ने सक्यो कुरा। निष्कर्षलाई धेरै केही बनाइराख्नु पर्दैन। अब क्वेसन नम्बर 10 मा जाउँ। यो क्वेसन चाहिँ अलिकति इम्पोर्टेन्ट पनि छ। यो पनि म तपाईँहरूलाई नोट पछि राखिदिन्छु र अहिले म सरर भनिदिन्छु। ल, यो जिन्सी व्यवस्थापन भन्नाले के बुझ्नुहुन्छ? नेपालको जिन्सी श्रेष्ठतामा देखिएका समस्याहरूबारे चर्चा गर्दै उक्त समस्याहरू समाधान गरेर के कस्ता उपायहरू अपनाउन सकिन्छ उल्लेख गर्नुहोस् भनेको छ क्वेसनले। 2 मार्क्समा छ जिन्सी व्यवस्थापन भनेको के हो।
अर्को 4+4मा छ जिन्सी श्रेष्ठतामा देखिएका समस्याहरू, के समस्याहरू देखिएका छन् भन्ने कुरा लेखेको छ। अब यहाँनिर तपाईँको जिन्सी व्यवस्थापन भनेको त के हो भनेर लेख्दाखेरिमा कार्यालयको भौतिक सम्पत्तिको प्राप्ति, भण्डारण, उपयोग, मर्मसम्भार र लिलाम प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन गर्ने जिन्सी व्यवस्थापन हो। ट्याक्कै यही लेख्ने। जिन्सी व्यवस्थापनमा चाहिँ यो तपाईँको प्राप्ति पनि हो, त्यसको भण्डारण पनि हो, त्यो जिन्सी सामानको व्यवस्थित उपयोग पनि हो र मर्मसम्भार पनि हो, र फेरि अब अनावश्यक र पुराना जिन्सी सामानको लिलाम पनि हो। यो जिन्सी व्यवस्थापन हो फेरि है। अर्को कुरा, जिन्सी व्यवस्थापनले कार्यालयको लागि आवश्यक जिन्सीको समुचित प्रबन्धसहित मितव्ययी उपयोगको सुनिश्चितता गर्दछ। 2 मार्क्समा छ, माथिबाट कुरा लेखेपछि अर्को यो छोटो लेख्ने र अझै छोटो अर्को के लेख्न सकिन्छ भन्दा यो कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीहरूको महत्त्वपूर्ण जिम्मेवारीको विषय। अब जिन्सी व्यवस्थापनको मुख्य जिम्मेवारी कार्यालय प्रमुख हो। अन्य चाहिँ अब जिन्सी उपयोग गर्नेदेखि लिएर त्यो तपाईँको अब जिन्सी शाखा छ भने जिन्सी शाखाको प्रमुख, कर्मचारी जस्ता कुराहरूको चाहिँ यो चाहिँ जिम्मेवारी हो भनेर लेख्ने है। अब जिन्सी श्रेष्ठतामा देखिएका समस्याहरू तपाईँले जिन्सीमा देखिएका समस्या मात्रै लेखा पनि हुनसक्छ है। जिन्सी श्रेष्ठता भनेको चाहिँ जिन्सीको श्रेष्ठता भनेको लेखा हो अथवा कागजात त्यो अभिलेख हो। त्यो कुरालाई चाहिँ जोड दिएर लेख्ने यहाँनिर तपाईँहरूले कसरी लेख्नु मलाई थाहा छैन। जिन्सी श्रेष्ठतामा देखिएका समस्या भन्यो भने चाहिँ अब लेख्नु पर्यो। एउटा कुरा के लेख्नु पर्यो त भन्दाखेरिमा तपाईँको जिन्सीको खप्ने सामान र नखप्ने सामानको वैज्ञानिक वर्गीकरण गर्ने आधार छैन होइन। 1 वर्ष टिकेकोलाई बान्ने कि अथवा त्योभन्दा बढी टिकेको, जस्तो पर्दा खप्ने सामान हो कि होइन, टिक्नलाई 10 वर्ष टिक्छ। 5,000 भन्दा कम मूल्यको भन्छ भन्दाखेरिमा 5,000 पर्दा अब कुनै एउटा चिजको मूल्य मानव टेबलमा राख्ने त्यो पेन राख्ने कुनै टोकरीको मूल्य 5,000 भन्दा धेरैको तर टिक्न त 10औँ वर्ष टिक्ला। त्यो एउटा वैज्ञानिक आधार छैन। अनि अर्को कुरा चाहिँ जस्तो सबै फारामहरू चाहिँ सबै निकायको लागि उपयुक्त हुने गरी विकास गरिएको छैन। अनि अर्को कुरा चाहिँ जिन्सीमा रासकट्टी हुने व्यवस्था गरिएको छैन है। जिन्सीको रासकट्टी, जिन्सी सामानको रासकट्टी भनेको चाहिँ त्यसको भ्यालु बढ्छ नि। जस्तो तपाईँले गाडी चलाउनु भएको छ भने अर्को वर्ष गाडीको भ्यालु बढ्छ, गाडीको मूल्य घट्छ होइन। गाडी चल्दै जाँदाखेरि त्यसको अब पहिलाको मूल्य जस्तो आउँदैन। त्यो रासकट्टीको व्यवस्था छैन जिन्सी श्रेष्ठतामा, त्यो कुरा लेख्ने। अनि अर्को कुरा भनेको चाहिँ जस्तो सबै निकायको लागि एकै खालका फारमहरू विकास गरिएको छ, त्यो पनि एउटा समस्या हो। जस्तो कुनै कार्यालयलाई बढी फारम चाहिएला, कम चाहिएला, कुनै कार्यालयलाई फारमको आवश्यकता नपर्ला, त्यो फारमको कसैलाई आवश्यकता पर्ला। मैले अघि पनि भने जस्तो माल सामान उत्पादन गर्ने कार्यालयको लागि जिन्सी फारम नै छैन है। त्यो कुरा लेख्ने जिन्सी श्रेष्ठतामा देखिएको समस्या। अर्को कुरा तपाईँहरूले के लेख्नुपर्छ यहाँनिर भन्दाखेरिमा जस्तो जिन्सी लिलाम के अरे उपयोग नभएको जिन्सी फिर्ताको अभिलेख राख्ने स्पष्ट व्यवस्था छैन है। जस्तो जिन्सी स्टोरले निकास गर्यो, कसैलाई दियो, पछि त्यो सामान उपयोग भएन र आएर फिर्ता भएर आइसकेपछि फेरि त्यो फिर्ता आएको अभिलेख चाहिँ व्यवस्थित रूपले राख्ने हाम्रो प्रणाली छैन। अनि अर्को कुरा, प्याम्स लगायतका प्रणालीहरूमा जिन्सी सामानको वर्गीकरण र व्यवस्थापन चाहिँ एकनासले हुन सकेको छैन, एकरूपता ल्याउन सकिएको छैन निकायअनुसार जस्ता कुराहरू लेख्ने र यसको समस्याका समाधानको उपायहरू चाहिँ त्यस पछाडि बाँकी यी कुराहरूलाई चाहिँ मिलाएर लेख्ने। समस्याको समाधान उपाय त अब जिन्सी वर्गीकरणको स्पष्ट आधार बनाउने, रासकट्टीको व्यवस्था गर्ने, अब यो प्याम्स प्रणालीलाई प्रभावकारी रूपमा उपयोग गर्ने जस्ता कुराहरू लेख्ने हो। त्यो कुरा अब लेखिहाल्नुहुन्छ तपाईँहरूले। म यसमा धेरै टाइम लिइनँ र खण्ड गमा जाउँ। ल यहाँनिर तपाईँहरूको पिडिएफ दिन मिल्छ भन्नुभएको छ। फेसबुक लाइभमा दिन मिल्छ तपाईँहरूलाई, म दिन्छु पिडिएफ भन्दा पनि। अब एपमा हुनुहुन्छ भने त एडमिसन ग्रुप एपमै पाउनुहुन्छ। ल यहाँ धेरै क्वेसन आइसकेको छ साथीहरूको। 50 र 30 नै हो भन्नुभएको छ कविता घिमिरे। ल एकदम यस्तो भेरिफाई गर्ने साथी चाहिँ हुनु पऱ्यो। पहिला 20 हो, अहिले 30 भन्नुभएको छ। ल है, मैले तपाईँको अपडेटेड नै राख्छु। सर यो सार्वजनिक सेवा प्रवाह गर्ने निकाय र माध्यममा के फरक छ, एउटै होइन र भन्नुभएको छ भीमबहादुर बडुवालले। अब यो सार्वजनिक सेवा प्रवाह गर्ने निकाय र माध्यम त फरक हो। निकाय भन्यो भने चाहिँ तपाईँको अब सरकारी कार्यालय, गैर सरकारी निकाय, सार्वजनिक के अरे निजी क्षेत्र जस्ता कुराहरूलाई जोड दिएर लेख्ने। माध्यम भन्यो भने त कानुन पनि हो, प्रणाली पनि हो, कर्मचारी पनि माध्यम हो है। अनि तपाईँको विद्युतीय सेवा प्रवाहको कुनै प्रणाली छ भने त्यो पनि माध्यम हो, स्रोत साधन पनि माध्यम हो। त्यो कुराहरूलाई जोड दिने। अब यो सर एउटा क्वेसन इङ्ग्लिस अनि अर्को एन्सर नेपालीमा लेख्दा हुन्छ, हुँदैन है। यो चाहिँ हुँदैन। एउटै खण्डको एउटै क्वेसन इङ्ग्लिस, एउटा क्वेसन नेपाली लेख्ने होइन है। एउटा खण्डमा सर्लक्कै इङ्ग्लिस, एउटा खण्डमा सर्लक्कै नेपाली लेख्छु भने त लेख्नुहोस्, फरक परेन। अथवा इङ्ग्लिस के अरे नेपाली लेख्दै हुनुहुन्छ, इङ्ग्लिस शब्दको व्यापक प्रयोग पनि गर्न सक्नुहुन्छ। तर इङ्ग्लिस लेख्दै हुनुहुन्छ, नेपाली शब्द चाहिँ नलेख्नु होला, त्यस्तो अभ्यासै छैन क्या हाम्रो।
मैले 369 को एन्सर इङ्ग्लिसमा लेखेको अनि अरू क्वेसन नेपालीमा, त्यो चाहिँ नगर्नु होला है, सकेसम्म एउटा लेख्न प्रयास गर्नु सर। सेम सेम म्याच भयो। ल ठिक छ, अलि फास्ट गरौँ सर। ल फास्ट, म एकदम फास्ट गर्छु। पेजमै राख्नु होला सर पिडिएफ। ल पेजमै राखिदिन्छु। ल अब यस पछाडि अर्को क्वेसनमा जाउँ, खण्ड गमा। यहाँ पनि इम्पोर्टेन्ट क्वेसनहरू छ है, सोध्न सक्ने क्वेसनहरू नै छ फेरि। लगभग यही सेरोफेरोमा बसेर सोध्छ। अस्ति अस्ति हामीले बनाएको केही क्वेसनहरू एकदम टाइट थियो तपाईँहरूलाई, अनि बिस्तारै मैले चाहिँ तपाईँहरूको क्वेसन आफैले, अब तपाईँहरू हतोत्साहित हुनु होला भनेर फेरि यही लेभलको क्वेसन बनाएको छु। इक्जाममा लगभग यही लेभलको क्वेसन आउँछ है मेरो आकलनमा। मैले तपाईँहरूको पछिल्लो केही वर्षको पेपर हेर्दा यस्तो देख्छु। अब क्वेसन नम्बर 11मा छ, राजपत्रको परिचय दिँदै यसको महत्त्वबारे संक्षेपमा चर्चा गर्नुहोस् भनेको छ। एउटा त राजपत्रको महत्त्व लेख्नु पर्यो, के अरे परिचय लेख्नु पर्यो, र यसको महत्त्व लेख्नु पर्यो। 2+3मा छ। सिधा टाइटल के लेख्ने भन्दा राजपत्र, यसको राजपत्रको परिचय र महत्त्व लेखेर टाइटल लेख्दा पनि हुन्छ, अथवा राजपत्र लेख्ने सरकारको मुखपत्र भन्ने अन्डरलाइन गर्ने, राजपत्र लेखेर के अरे सिधै परिचय लेख्दा हुन्छ 5 मार्क्सको क्वेसनमा। अब यहाँनिर छुट्टै भूमिका 5 मार्क्सको क्वेसनमा केही ठाउँमा नबाद्दा पनि हुन्छ है, सकेसम्म बाँध्ने, केही ठाउँमा नबादिकन परिचय सिधै मागेकोमा यसरी लेख्दा पनि हुन्छ भनेको मैले। अब सबै ठाउँ भूमिका नलेखेर चाहिँ नहिँड्नु होला फेरि है, त्यो राम्रो हुँदैन फेरि। अब राजपत्र भनेर सरकारको कानुन, घोषणा, आदेश, निर्णय, सन्धि, सम्झौता प्रकाशन गर्ने आधिकारिक पत्रलाई राजपत्र भनिन्छ। के प्रकाशन गर्छ? सरकारले कानुन प्रकाशन गर्छ, सरकारका घोषणा प्रकाशन गर्छ, सरकारको आदेश निर्णय प्रकाशन गर्छ, सरकारले गरेको सन्धि सम्झौता प्रकाशन गर्ने आधिकारिक पत्रलाई राजपत्र भनिन्छ। अब यो सरकारको आधिकारिक सूचना प्रकाशनको दस्तावेज हो। सरकारको सूचना प्रकाशन गर्ने आधिकारिक दस्तावेज भन्ने पनि भयो। 2 मार्क्समा थियो, मैले 5वटै लेखेछु है। खासमा 3वटा 4वटा लेखे पुग्थ्यो, यतिको लामो लेख्दा। तपाईँहरूले चाहिँ ध्यान दिनु होला यो कुरालाई। राजपत्रको माध्यमबाट नागरिक तथा सरकारवालाले सरकारका कानुन, नियम र निर्णयबारे जानकारी प्राप्त गर्दछन्। यो भइहाल्यो। अब नेपालमा अर्को कुरा छ यहाँनिर। अब नेपालमा विक्रममा 2008देखि नेपाल गजेटको रूपमा प्रकाशन हुँदै आएकोमा विक्रममा 2023देखि यसलाई नेपाल राजपत्र भन्न थालेको, यो तपाईँहरूलाई थाहै छ। राजपत्र 6 भागमा प्रकाशन हुन्छन्। अब यो यहाँनिर तपाईँहरूले इक्जाममा थियो भने चाहिँ यो एउटा बुँदा घटाइदिँदा नि हुन्छ। यो 2 मार्क्समा धेरै नै भएको छ। यदि धेरै लेख्ने चाहिँ होइन, फेरि मैले लेखेँ भन्दैमा म घरमा बसेर लेखाएँ मैले, तपाईँहरूले त्यही हलमा बसेर लेख्ने फेरि। ल अब राजपत्रको महत्त्व। राजपत्रको महत्त्व त त्यो राजपत्रले के छाप्छ भन्ने कुरालाई ध्यान दिन पर्यो। पहिलो कुरा त्यही छाप्ने नै यसको महत्त्व हो। अब त्यसबाहेक 2-4वटा केही कुराहरू चाहिँ थप्नुपर्छ यसमा। राज्यले निर्माण गरेका कानुनबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्न, सरकारले गरेका नियुक्तिहरू सार्वजनिक गर्न। सरकारले जस्तो कुनै प्राधिकरणको प्रमुख नियुक्त गर्छ भने त्यस्तो बेलाको कुराहरू चाहिँ राजपत्रमा प्रकाशन हुन्छ होइन। त्यस्तो नियुक्तिहरू सार्वजनिक गर्नको लागि पनि संविधान अन्तर्गतका, कानुन अन्तर्गतका नियुक्तिहरू सार्वजनिक गर्नको लागि पनि यो राजपत्र आवश्यक छ, महत्त्वपूर्ण छ। राज्यका महत्त्वपूर्ण निर्णयलाई वैधानिकता दिन पनि महत्त्व छ। राजपत्रमा प्रकाशन भएपछि बल्ल कानुन चाहिँ कानुनको रूपमा मानिन्छ नि। त्योभन्दा अगाडि त त्यो विधेयक हुन्छ अथवा त्यो ड्राफ्टकै रूपमा मात्रै हुन्छ। त्यो कुरा ध्यान दिनु पर्यो। अनि अर्को कुरा छ राज्यको सूचनालाई वैधानिक बनाउन। राज्यका सूचनाहरू चाहिँ अब पत्रिकाबाट होइन अथवा कुनै रेडियोबाट होइन कि आफ्नै मुखपत्रबाट दिएर वैधानिक बनाउन पनि यो आवश्यक छ। अनि सरकारका सन्धि सम्झौताहरूलाई सार्वजनिक गर्न। सरकारका सन्धि सम्झौतालाई सार्वजनिक गर्न भनेको चाहिँ जस्तो सरकारले कुनै निकायसँग सन्धि गरेको छ त्यो कुरा कसरी थाहा पाउने त भन्दाखेरि राजपत्रमा प्रकाशन हुन्छ। नागरिकको सुसूचित हुन पाउने अधिकारलाई सुनिश्चित गर्न। 3 मार्क्समा थियो, मैले 6वटा बुँदा लेखेँ। लेख्ने पनि त्यही नै हो, यस्तो छोटो छोटो बुँदा ट्याक्क 6वटा लेख्ने। र कन्क्लुजनमा चाहिँ यहाँनिर के लेख्ने त भन्दाखेरिमा छोटो कन्क्लुजन है। 5 मार्क्सको कन्क्लुजन चाहिँ लामो लेख्ने। तपाईँहरूले के कुरा ख्याल गर्नु भएको छ कि छैन है। मैले 10 मार्क्सको क्वेसनमा भूमिका पनि लामो र निष्कर्ष पनि अलिकति लामै लेखेको छु। 5 मार्क्सकोमा चाहिँ मेरो ओपनिङ पनि छोटो छ, कन्क्लुजन पनि छोटो छ। त्यो कुरालाई चाहिँ एकदमै ध्यानमा राख्नु पर्यो। अब यहाँनिर कन्क्लुजनमा यसरी राजपत्रले राज्यका महत्त्वपूर्ण निर्णयलाई नागरिक सामु पुर्याउन मद्दत गर्दछ भन्यो भने सिद्धि हो क्या, धेरै केही लेखिराख्नु परेन। अब यसरी यसलाई जहाँ पनि यसरी यसलाई चाहिँ प्रभावकारी बनाउन आवश्यक छ भनेर पनि एउटै मोनोटोनस कन्क्लुजन राम्रो हुँदैन। यहाँ सिम्पल, यसरी राजपत्रले राज्यको महत्त्वपूर्ण निर्णयलाई नागरिक सामु पुर्याउन मद्दत गर्दछ भन्ने सकियो। अब अर्को क्वेसनमा जाउँ, 12मा उच्च अदालतको क्षेत्राधिकारबारे उल्लेख गर्नुहोस् भनेको छ। यो तपाईँहरूले सर्वोच्च, उच्च र जिल्ला तिनटैतिरका क्षेत्राधिकार चाहिँ जानिराख्नु होला। यो एउटा सम्भाव्य प्रश्न हो।
यहाँ ओपनिङमा टाइटल सिधै उच्च अदालतको क्षेत्राधिकार भनेर लेख्ने, अन्डरलाइन गर्ने, पूर्ण विराम दिने। र ओपनिङ के लेख्ने त भन्दा नेपालको संविधानको धारा 139मा प्रत्येक प्रदेशमा एक उच्च अदालत रहने व्यवस्था गरिएको छ। संविधानको धारा 144, न्याय प्रशासन ऐन 2073 लगायतका कानुनको आधारमा उच्च अदालतको अधिकार क्षेत्रलाई दिएअनुसार उल्लेख गर्न सकिन्छ। अब संविधानमा धेरै कुरा छैन, हेर्नुहोस्, 5 मार्क्सलाई पुग्ने गरी। त्यही भएर तपाईँहरूलाई गाह्रो पऱ्यो होला यो लेख्न। अब अब यहाँनिर चाहिँ तपाईँहरूले यो के कुराहरूलाई खुलाइदिनु पऱ्यो भन्दा मैले संविधान पनि लेखिरहेको छु, न्याय प्रशासन ऐनबाट पनि यो कुरा लेखेको हो। अझ भन्ने भने उच्च अदालत नियमावली पनि छ, त्यो कुरा सर्वोच्च अदालत नियमावली छन्। यी कुराहरूको आधारमा पनि यिनीहरूको अधिकार छ। अब दुईवटा कुरा लेख्न सकिन्छ दुई तरिकाले। एउटा साधारण, एउटा सिधै लेख्दा भयो 5 मार्क्समा 10वटा बुँदा हुने गरी। अझ राम्रो चाहिँ साधारण अधिकार क्षेत्र भन्ने, अनि विशेष के अरे असाधारण क्षेत्राधिकार भन्ने अथवा असाधारण अधिकार क्षेत्र भन्ने लेख्ने। अब साधारण अधिकार क्षेत्र चाहिँ मुद्दाको सुरु, कारबाही र किनारा गर्ने। यो तपाईँहरूलाई थाहै छ, जस्तो कुनै मुद्दा पऱ्यो भने त्यो मुद्दाको छानबिन गर्ने कामहरू चाहिँ सुरु हो, दर्ता गर्ने छानबिन गर्ने कामहरू, कारबाही गर्ने कामहरू, त्यस उप सुनवाई गर्ने जस्ता कुराहरू होला। किनारा भनेको त फैसला गर्ने कुरा भयो। अब मातहतका अदालतबाट आवश्यकता अनुसार मुद्दा झिकाउने, जस्तो मातहतका अदालत भनेको उच्चको, मातहत भनेको जिल्ला अदालत हुन्छ। त्यसबाट चाहिँ कुनै अब उच्चको क्षेत्राधिकारमा पर्ने देखिएको मुद्दा झिकाउने एउटा के अरे साधारण क्षेत्राधिकार यो हुन्छ। अर्को अदालतको अवहेलनामा कारवाही गर्ने, जस्तो कुनै व्यक्तिले अदालत विरुद्ध अवहेलना हुने गरी अभिव्यक्ति दिन्छ अथवा आफ्ना गतिविधि गर्छ, काम गर्छ भने त्यस विरुद्ध कारवाही गर्ने। जिल्ला अदालतले किनारा गरेका मुद्दाको पुनरावेदन सुन्ने। अब जिल्लाको पुनरावेदन लाग्ने भनेको उच्च नै हो, त्यो तपाईँहरूलाई थाहै छ, यो साधारण क्षेत्रले। अर्को भनेको साधक जाँच्ने। साधक जाँच्ने भनेको तपाईँले पढ्नु पनि भयो होला। यो साधक जाँच्ने भनेको चाहिँ जस्तो जिल्लाले कुनै फैसला गरेको छ, साधारणतया तपाईँको कैद सजाय हुने गरी, जन्मकै सजाय हुने गरी गरेका फैसलाहरू चाहिँ न्यायिक सिद्धान्तको आधारमा छ कि छैन, र तपाईँको यो चाहिँ उचित छ कि छैन भनेर यो उच्च अदालतले जाँच्छ भने, जन्मकैद जस्ता सजायहरूलाई जाँच्छ भने फेरि त्यसलाई त्यो साधक जाँच्ने हो। अब असाधारण क्षेत्राधिकारमा यही नै हो, हामीले पाँचवटा कुरा जे पर्छ त्यही नै हो उच्चको भने। बन्दी प्रत्यक्षीकरण, कुनै व्यक्तिलाई राज्यले गैर कानुनी थुनामा राख्यो भने अवस्था सार्वजनिक गर्नको लागि जारी गर्ने आदेश बन्दी प्रत्यक्षीकरण। परमादेश भनेको सरकारको नाममा अथवा कुनै निकायको नाममा कुनै आदेश जारी गर्नु हो, कुनै काम गर्नको लागि अथवा नगर्नको लागि आदेश जारी गर्छ सार्वजनिक सरकारको विषयमा। अब उत्प्रेषण भनेको चाहिँ कुनै काम हुँदैछ, भइसकेको छ भने चाहिँ अब त्यस्तो अधिकार क्षेत्र बाहिरको विषयमा कुनै काम भएको छ भने त्यो कामलाई खारेज गर्ने, सुरुकै अवस्थादेखि खारेज गरिदिन्छ उत्प्रेषणले। अब प्रतिषेध भनेको चाहिँ तपाईँको फेरि कुनै काम हुँदैछ भन्ने थाहा हुने बेलामा खारेज गर्छ। जस्तो कुनै निर्णय हुँदैछ है भन्ने कुरा थाहा हो भने त्यो काम चाहिँ नगर्नु भनेर आदेश जारी गर्छ भने त्यो चाहिँ प्रतिषेध हो है। अनि अर्को छ यसले यसको असाधारण क्षेत्राधिकार भनेको अधिकार परीक्षा। अधिकार परीक्षा भनेको चाहिँ जस्तो कुनै अधिकारीले नभएको अधिकारको प्रयोग गर्यो भने त्यस्तो बेला चाहिँ के अधिकारमा तैँले यो काम गरिस् भनेर क्वेसन सोध्छ अथवा त्यसको जवाब माग्छ, त्यस उप कारवाही गर्छ, अधिकार बाहेकका काम गर्न दिँदैन जस्ता कुराहरू नै अधिकार परीक्षा। ल हामी कसरी पाउन सकिन्छ यो क्लास भन्नुभएको छ, म पेजमा राखिदिन्छु पछि यो कुरालाई। ल अब निष्कर्षमा यहाँनिर पनि के लेख्दा भयो त भन्दा, अत उच्च अदालतले संविधान र कानुन बमोजिम उल्लिखित असाधारण र साधारण र असाधारण अधिकारको प्रयोग गर्दछ। यहाँ पनि छुट्टै फेरि उच्च अदालतका कामलाई प्रभावकारी बनाउन आवश्यक छ भन्नेतिर नजाने, अदालतका कुराहरूमा त्यस्तो कुरा गर्नु हुँदैन। निष्कर्षमा सिधै अद उच्च अदालतले संविधान र कानुन बमोजिम उल्लिखित असाधारण र साधारण अधिकारको प्रयोग गर्दछ भन्ने कन्क्लुजन सक्यो। त्यस पछाडि म यहाँनिर साथीहरूको क्वेसन लिएर अन्तिम दुईवटा क्वेसनमा जान्छु। सर अनि पुनरावेदन के हुँदैन? मैले भने त माथि मातहतका अदालतको पुनरावेदन सुन्ने भने त असाधारण क्षेत्राधिकारमा सार्वजनिक सरकारको मुद्दा हेर्ने होइन सर भन्नुभयो। त्यही अब के भन्नुभयो तपाईँको कुरा मैले ठ्याक्कै बुझिनँ। पेजको नाम नि थाहा भएन सर। ल थाहा पाउनु भएको रहेछ, मेरो पेजको नाम यहाँ देखिराख्नु भएको छ, शालिक ओली, पछाडि ओएलाई ओली हेर्ने हो पेज। अनि कापी चेक गर्नु हजुरले नै गर्नुहुन्छ भन्नुभएको छ, मैले गर्दिनँ कापी चेक, यो त लगभग सेम लेखेको छु। ल राम्रो, ल गजब है। ल अब क्वेसन नम्बर 13मा जाउँ। अब यहाँनिर केही साथीहरू चाहिँ मेरो क्लास नलिनु भएको पनि हुन सक्नुहुन्छ, त्यो भएर हाम्रो परिचय नभएको हुनसक्छ। फिजिकल क्लासमा मेरो क्लास हुन्छ, एडमिसन गुरुमा आउनुभयो भने मसँग पढ्न पाउनुहुन्छ। ल अब क्वेसन नम्बर 13मा
क्वेसन नम्बर 13ले के मागेको थियो भन्दा 10 मार्क्सको क्वेसन थियो, निशुल्क कानुनी सहायता। यो चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन छ। यो कतै सोध्या जस्तो पनि लाग्छ मलाई, अथवा नसोध्या हो भने पनि नयाँ कन्सेप्ट हो क्या, एकदमै नयाँ कन्सेप्ट हो यो कुरा। नेपालमा एकदमै कम बहस हुन्छ। तपाईँलाई भित्र गएर सोधेको केसमा यो एउटा क्वेसन चाहिँ सोध्ने देख्छु मैले। निशुल्क कानुनी सहायता सम्बन्धमा प्रो बोनो सेवा स्वैच्छिक कानुनी सेवा बारे चर्चा गर्दै निशुल्क कानुनी सहायताका लागि भएका व्यवस्था र यसलाई प्रभावकारी बनाउने उपायहरू लेख्नुहोस् भनेको छ क्वेसनले। यो भनेको त के हो भन्दा असमर्थ पक्षको न्यायिक रक्षा र निशुल्क कानुनी सहायता। के अरे मैले चाहिँ टाइटल के देखेँ भन्दा यसमा के लेखेँ भन्दा असमर्थ पक्षको न्यायिक रक्षा भन्ने दुईटा थप्लो दिने निशुल्क कानुनी सहायता, त्यसकै लागि त हो होइन। अथवा निशुल्क कानुनी सहायता मात्रै भनेर अन्डरलाइन गर्दै पनि हुन्छ, टेन्सन गरेर राख्नु पर्दैन। मैले अघि नै पटक पटक भनेको छु यो कुरालाई, टाइटललाई लिएर टेन्सन कसैले गर्ला त्यो चाहिँ फेरि आफ्नै गल्ती हुन्छ। अब यहाँनिर छोटो 10 मार्क्स हो, भूमिका बाँध्नै पर्छ, लेख्ने अलिकति। मैले यहाँ के लेखेँ भन्दा राज्यको तर्फबाट आर्थिक सामाजिक रूपले पछाडि परेका वर्गलाई अदालतको आदेश बमोजिम कानुन व्यवसाय व्यवसाय उपलब्ध गराउने, कानुन व्यवसाय उपलब्ध गराउने अभ्यास निशुल्क कानुनी सहायता हो। भनेको राज्यको तर्फबाट आर्थिक र सामाजिक रूपले पछाडि परेका वर्गलाई, अब आर्थिक रूपले पनि हुनसक्छ कमजोर आर्थिक अवस्था भएको, अथवा सामाजिक रूपले पछाडि परेको कुनै वर्ग हुनसक्छ, जस्तो राउटे समुदायलाई हुनसक्छ भोलिका दिनमा होइन। मानौँ न अब विपन्न कुनै वादी समुदायलाई हुनसक्छ, विपन्न वर्गको वादी समुदाय छ भने अब त्यस्तो व्यक्ति, मैले उदाहरणको रूपमा भनेको, त्यस्तो व्यक्ति चाहिँ लाई चाहिँ कानुन बमोजिम कानुन व्यवसाय उपलब्ध गराउने अभ्यास निशुल्क कानुन सहायता हो भन्ने। अब सिधै क्वेसनले अर्को मागेको क्वेसन 3 मार्क्समा प्रो बोर्न सेवा भनेको के हो अथवा यसको बारे चर्चा गर्नुहोस् भनेको थियो है। अब यो चाहिँ स्वैच्छिक रूपमा प्रदान हुने कानुनी सेवा हो है। जस्तो म तपाईँलाई सुरुमा कन्सेप्ट भन्छु, जस्तो कानुन व्यवसायीहरूले पैसा लिएर मुद्दा लड्छन् हेर्नुहोस्, वकिलहरू है, आफ्नो ल फर्म खोलेका हुन्छन्, कसैको तर्फबाट मुद्दा लड्नु पऱ्यो भने आफ्नो फी लिन्छन्। तर यो प्रो बोर्न सेवा भनेको चाहिँ कस्तो हो भन्दाखेरिमा ती फी लिएर मुद्दा लड्ने कानुन व्यवसायीहरू पनि निशुल्क रूपमा कानुनी के अरे कुनै पक्षको चाहिँ मुद्दा लडिदिने है, स्वयंसेवा जस्तो के स्वयंसेवी कार्य जस्तो त्यही नै हो। जस्तो विभिन्न वर्गको हुनसक्छ होइन। अब यहाँ मैले के लेखेँ त भन्दा निम्न आय भएका व्यक्तिलाई कानुन व्यवसायीहरूले शुल्क नलिई स्वैच्छिक सेवा दिने कार्य प्रो बोर्न सेवा हो। शुल्क लिँदैनन् किनकि उनीहरू त शुल्क लिने कानुन व्यवसायी हुन् वकिलहरू होइन। अब उनीहरूले चाहिँ शुल्क नलिकन सेवा दिन्छन् भने त्यो चाहिँ तपाईँको प्रो बोर्न सेवा हो। कानुन व्यवसायीले आफूले गर्ने न्यायिक वकालत र बहसको केही प्रतिशत समय निर्धारण गरी विपन्नको लागि यस्तो सेवा प्रदान गर्दछन्। अब कानुन व्यवसायीले आफूले गर्ने न्यायिक वकालत, आफूले जे काम गर्ने हो र न्यायिक वकालत बहसको केही प्रतिशत समय भनेको चाहिँ जस्तो महिनामा अब कतिवटा बहस गर्थ्यो होला मानौँ होइन, त्यसको केही समय निर्धारण गरेर विपन्न वर्गलाई मुद्दा लडिदिन्छ भने त्यही नै हो प्रो बोनो सेवा। विश्वमा अमेरिकाबाट यस अभ्यासको सुरुवात भएको हो। अब यो अमेरिकामा चाहिँ 1962 आसपासमा सुरु भएको जस्तो लाग्छ मलाई। 2011को आसपास पछाडि चाहिँ यो प्रो बोनो सेवा फेरि विश्वव्यापी रूपमा प्र्याक्टिस छ है। हाम्रो एसियन कन्ट्रीहरूले पनि पछिल्लो समय यसलाई, हाम्रो नेपालमा पनि यो प्र्याक्टिस हुन्छ, नहुने होइन, तर हामीले चाहिँ कम सुन्ने कुरा हो यो। अब यो चाहिँ तपाईँको जेएफ केनेडीको पालामा कि कसको जेएफ केनेडीकै पालामा होला सायद अमेरिकामा सुरुवात भएको मानिन्छ। यो कुराले चाहिँ फेरि तपाईँको नेपालमा फेरि कहाँ छ त यो कुरा भन्दा नेपालमा सर्वोच्च अदालत नियमावलीका साथै उच्च र जिल्ला अदालत नियमावलीले यस सम्बन्धमा व्यवस्था गरेका छन्। नेपालमा चाहिँ यो तिनै तहका अदालतका नियमावलीहरू हुन्छन्। नियमावलीहरू आफ्नो अदालत सञ्चालन गर्नको लागि अदालतका नियमावली हुन्छन्। यिनीहरूले चाहिँ फेरि यो निशुल्क कानुनी सहायता, त्योभन्दा पनि अझ स्वैच्छिक कानुनी सहायता, स्वैच्छिक कानुनी सेवा अथवा प्रो बोनो सेवाको व्यवस्था गरेका छन्। यस्तो कानुन सेवा प्रदान गर्ने कानुनी व्यवसायीले को अदालतले चाहिँ अभिलेख राख्छ। फेरि जस्तो कति घन्टा सेवा दियो त्यो कानुन व्यवसायीले स्वैच्छिक रूपमा भन्ने कुराको अदालतले अभिलेख राख्छ नेपालमा। कानुनको रक्षा र अधिकारको प्रचलनका लागि यस्तो सेवाको अभ्यास गरिन्छ है। जस्तो कानुनको रक्षाको लागि र नागरिक जो विपन्न हो उसको लागि, उसको अधिकारको प्रचलनको लागि चाहिँ यस्तो सेवाको अभ्यास गरिन्छ भन्ने। अब क्वेसनको अर्को पार्टले निशुल्क कानुनी सहायताका लागि नेपालमा विद्यमान व्यवस्था बनेको थियो। यो क्वेसन तपाईँहरूले कसरी लेख्नुभयो, मैले यो क्वेसन चाहिँ तपाईँहरूलाई यहाँ भनिदिन्छु है। तपाईँहरूले टिप्ने साथीहरूले टिप्नु होला, नत्र पछि नोट त पाउनुहुन्छ। नेपालको संविधानको धारा 20 है, न्याय सम्बन्धी हकमा असमर्थ पक्षलाई कानुन बमोजिम निशुल्क कानुनी सहायता पाउने व्यवस्था छ। यो त तपाईँ धारा 20 खोलेर मजाले पढ्नुभएको साथीहरूले देख्नु भएको छ नेपालको संविधानमा। न्याय सम्बन्धी हकमा चाहिँ असमर्थ पक्षलाई कानुन बमोजिम निशुल्क कानुनी सहायता हुने भन्ने व्यवस्था छ। अन्तिममा हेर्नु भने त्यो हकको, त्यहाँभित्र हकको पनि भित्र कुराहरू हुन्छ नि, त्यसको अन्तिममा हेर्नुभयो भने
अर्को छ कानुनी सहायता सम्बन्धी ऐन 2054 वार्षिक रु 40,000 भन्दा कम आय हुने तथा लैङ्गिक हिंसा र द्वन्द्व पीडितलाई निशुल्क कानुनी सहायता प्राप्त हुने व्यवस्था छ। अर्को व्यवस्था, अब यो कानुनी सहायता सम्बन्धी कानुन नै छ, हाम्रो ऐन नै छ 2054, यसले चाहिँ 40,000 भन्दा कम आय हुनेलाई र लैङ्गिक पछि यो 71 फेरि संशोधन गरेर चाहिँ यसले लैङ्गिक हिंसा र द्वन्द्व पीडित छ भने तीहरूलाई चाहिँ फेरि तिनीहरूलाई पनि दिनुपर्छ है भनेर पहिला चाहिँ विपन्नलाई मात्रै थियो यो व्यवस्था, पछि चाहिँ यो कुरा पनि व्यवस्था गरेको छ। अर्को ज्येष्ठ नागरिक सम्बन्धी ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनमा निशुल्क कानुनी सहायताको प्रावधान छ। यो ऐनहरूमा पनि छ। केन्द्रीय कानुनी सहायता समिति छ होइन, निशुल्क कानुनी सहायताको लागि। जिल्ला कानुनी सहायता समितिहरू छन्, जिल्लामा निशुल्क कानुनी सहायताको लागि। राष्ट्रिय महिला आयोग तथा अन्य संवैधानिक निकायहरू छन्। अब राष्ट्रिय महिला आयोग तथा अन्य अब दलित आयोग हुनसक्छ, यिनीहरूले चाहिँ अब त्यो वर्गका व्यक्तिहरू जो विपन्न छन्, जसले निशुल्क कानुनी सहायता लिन सक्दैनन्, उनीहरूलाई चाहिँ यी आयोगहरूले पनि कहिलेकाहीँ सेवा उपलब्ध गराउँछन्। अर्को कुरा, नेपाल बार एसोसिएसन तथा कानुन व्यवसायी कम्पनीहरू, अघि पनि मैले प्रो बोनो सेवा भनेर त्यत्रो भने है, त्यस्तामा चाहिँ कानुन व्यवसायीहरूले पनि दिन्छन् निशुल्क कानुनी सहायता। अनि अर्को चाहिँ नेपाल बार एसोसिएसनले पनि स्वैच्छिक रूपमा निशुल्क कानुनी सहायता दिनुको लागि पठाउँछ। अब यी कुराहरू व्यवस्था लेखिसके पछाडि अब प्रभावकारी बनाउन चाहिँ के गर्नु पर्ला भन्ने क्वेसनमा, आर्थिक रूपले असमर्थ पक्ष, लैङ्गिक हिंसामा परेको व्यक्ति र द्वन्द्व पीडितको वैज्ञानिक पहिचान गर्नु पर्यो है। पहिलो कुरा त पहिचान गर्नु पर्यो कसलाई चाहिँ निशुल्क कानुनी सहायता दिनुपर्ने हो भनेर। अर्को कुरा, कानुनी सहायता प्रदान गर्न राज्यले पर्याप्त जनशक्तिको पनि व्यवस्था गर्नु पर्यो। निशुल्क कानुनी सहायताका लागि जनशक्तिको पनि व्यवस्था गर्नु पर्यो। निशुल्क कानुनी सहायता प्रदान गर्ने जनशक्तिको दक्षता पनि अभिवृद्धि गर्नु पर्यो। फेरि अब निशुल्क कानुनी सहायता दिइरहेछ, अब मुद्दा चाहिँ फेरि अर्को त्यो पैसा तिरेर अर्को पक्षले दिन्छ भने पनि फाइदा भएन। निशुल्क कानुनी सहायता दिँदाखेरि पनि क्षमता पनि चाहियो फेरि। अर्को कुरा भनेको नेपाल बार एसोसिएसन लगायतका निकायसँग समन्वय र सहकार्य गरी प्रो बोनो सेवा प्रदान गर्ने व्यवस्था मिलाउनु पर्यो। सरकारले मात्रै निशुल्क कानुनी सहायता दिन नसक्ला। यस्तो सिचुएसनमा नेपाल बार एसोसिएसन जस्ता जुन संस्थाहरू हुन्छन्, उनीहरूसँग समन्वय र सहकार्य गरेर प्रो बोनो सेवा मार्फत निशुल्क कानुनी सहायता मिलाउने व्यवस्था गर्ने। गैर सरकारी क्षेत्रबाट प्रदान हुने कानुनी सहायता सम्बन्धमा मापदण्डको विकास गर्ने। अब त्यो प्रो बोनो सेवाहरू जस्ता सेवाहरूलाई चाहिँ फेरि मापदण्ड बनाइदिनु पर्यो कि यति घन्टा तैँले गर्ने, यस्तोको लागि तैँले गर्ने, यसरी त्यो व्यक्ति छान्न पाउने जस्ता कुराहरू गर्नु पर्यो। अब कानुन व्यवसायले महिनाको निश्चित समय अनिवार्य निशुल्क कानुनी सेवा प्रदान गर्नुपर्ने व्यवस्था गर्ने।